पार्टबाट स्टार्ट गरौँ। सोइल र वाटरको रिलेसन आफैमा वर्डले डिफाइन गर्छ। सोइल र वाटरको रिलेसन, कुनै पनि सोइलमा कति पानी छ भन्ने कुराले नै त्यो सोइलको प्रोपर्टीलाई डिफाइन गर्छ। यसो इमेजिन गर्नुहोस् त एकछिनलाई, त्यही सोइल हो हिउँदमा चाहिँ कडा भएर बस्ने, त्यही सोइल हो बर्खामा चाहिँ लुज भएर बस्छ। वाट इज द इफेक्ट? के हो त त्यो इफेक्ट भन्दा पानीले गर्दा नै त हो नि, होइन? सोइल त त्यही सोइल हो, त्यही सोइल हो, सोइलमा कुनै चेन्ज भएको छैन। तर सोइलमा पानी हालिसकेपछि त्यो पानीको कारणले गर्दा त्यो पानीले लुज पनि बनाउँछ, पानी कम हुँदा त्यो ड्राई कन्डिसनमा पनि बस्छ। भनेपछि अब यहाँनिर हामीले बुझ्ने के हो भन्दा वाट इज द चेन्ज इन द इफेक्ट अन द प्रोपर्टिज अफ सोइल ड्यु टु प्रेजेन्स अफ वाटर। वाटरको प्रेजेन्सले गर्दा सोइलको प्रोपर्टिजमा कस्तो चेन्ज आउँछ भन्ने कुरा। पानी धेरै हुँदाखेरि लिक्विड स्टेटमा हुन्छ, पानी कम हुँदा ड्राई स्टेटमा हुन्छ, पानी चाहिँ इन बिट्विन छ भने मेबी चाहिँ सफ्ट कन्डिसन होला। हो त्यसको बारेमा अध्ययन गर्ने टपिक चाहिँ यो हो, सोइल वाटर रिलेसन है। सोइल वाटर रिलेसनमा इफेक्ट अफ वाटर अन द प्रोपर्टिज अफ द सोइल, सोइलको प्रोपर्टिजमा वाटरको इफेक्ट कस्तो हुन्छ भनेर यो टपिक चाहिँ हामीले पढ्ने भनेको एटरबर्ग लिमिटको बारेमा पढ्छौँ। सुन्नुभएको छ साथीहरूले एटरबर्ग लिमिट भनेर? सुनेको छ सर। के हो अरे त्योभित्र? लिक्विड लिमिट, लिक्विड प्लास्टिक लिमिट, लिमिट र प्लास्टिक लिमिट, श्रिंकेज। लिक्विड लिमिट, लिक्विड लिमिट, प्लास्टिक लिमिट र श्रिङ्केज लिमिटको बारेमा हामी यो टपिक्सभित्र पढ्छौँ। त्यसको डिटेल डिस्क्रिप्सन, त्यसको ग्राफ पनि छ एउटा, हामीले बिर्सिनै नहुने ग्राफ छ, त्यो ग्राफको बारेमा पनि अध्ययन गर्छौँ। र त्यससँग रिलेटेड इन्डेक्सहरू भन्ने छ, डिफ्रेन्ट टाइपको प्लास्टिसिटी इन्डेक्स, त्यसपछि लिक्विडिटी इन्डेक्स, कन्सिस्टेन्सी इन्डेक्स लगायतका इन्डेक्सहरू छ, त्यो पनि यो टपिक्सभित्र पढिन्छ है। ल अब त्यसो भने पहिला त्यो हामी त्यसको एटरबर्ग लिमिटमा जानुभन्दा पहिला कुनै पनि सोइलमा वाटर प्रेजेन्स छ भने त्यो कसरी पत्ता लगाउने त? वाट आर द मेथड फर द डिटर्मिनेसन अफ द वाटर प्रेजेन्स इन द सोइल? पहिला ओभर त्यसको ड्राई बारेमा थोरै मेथड, वाटर ओभर ड्राई कन्टेन्ट। मेथड। हजुर, वाटर कन्टेन्ट। ल मेथडको कुरा गरौँ। मेथड्स फर, लेख्नुहोस् है, यो अब्जेक्टिभमा सोध्छ। मेथड फर डिटर्मिनेसन अफ, मेथड फर डिटर्मिनेसन अफ वाटर कन्टेन्ट, मेथड फर डिटर्मिनेसन अफ द वाटर कन्टेन्ट भनेर सोध्यो भने मेथड्सहरू के छ भन्ने कुरामा एक नम्बरमा हामीले ओभन ड्राई मेथड, ओभन ड्राइङ मेथड है। ल यो ओभन ड्राइङ मेथडमा तपाईँलाई के सोध्छ भन्ने पार्टबाट हामी हेरौँ। ओभन ड्राई मेथड भनेको धेरैले त ल्याबमा काम पनि गर्नुभएको छ होला है। ओभन ड्राई मेथड भनेको म्याक्सिमम युज गरिन्छ। हेर्नुहोस्, भोलि तपाईँहरू सरकारी सेवामा गइसकेपछि पनि हामी क्लाइन्टको तर्फबाट कुनै पनि बिडिङ डकुमेन्ट तयार गर्नुपर्छ। बिडिङ डकुमेन्टभित्र चाहिँ एउटा टेक्निकल स्पेसिफिकेसन भन्ने टपिक्स हुन्छ। त्योभित्र चाहिँ हामीले कुनै पनि ठाउँमा तपाईँले बिल्डिङ कन्स्ट्रक्सन गर्दै हुनुहुन्छ भने त्यो बिल्डिङको मुनिको सोइल कस्तो भनेर हामीले केही न केही प्रोपर्टिजहरू दिनुपर्छ। त्यो प्रोपर्टिज भने कि वाटर कन्टेन्ट कति, त्यसको पोरोसिटी कति भन्ने टाइपको इन्फर्मेसन राखिदियो भने त्यही अनुसार ठेकदारले बिड हाल्ने हो, उसले टेन्डर पाउने हो। भनेपछि केही न केही इनिसियल इन्फर्मेसन दिनलाई त्यो कुनै ठाउँमा जस्तो अब स्थानीय तहमा जाँदा गाउँपालिकाको भवन बनाउँदा त्यो मुनिको सोइल कस्तो छ भनेर हामीले हेर्नु पर्यो भने पहिला त्यहाँ वाटर कन्टेन्ट कति रहेछ भनेर पत्ता लगाउनलाई तपाईँहरूले नै 4औँ 5औँ तहको साथीहरूले नै ल्याउने हो, स्याम्पल ल्याउने। त्यो स्याम्पललाई ल्याएर के गर्ने, ओभन भन्ने डिभाइस हुन्छ, त्यो ओभनमा राख्ने। पहिला स्याम्पलको त वेट लिनु पर्यो, अनि त्यो वेट लिने, अनि त्यसलाई चाहिँ ओभनमा राख्ने। ओभनमा राखिसकेपछि त्यो ड्राई हुन्छ, त्यसपछि त्यहाँबाट निकाल्ने, अनि निकालिसकेपछि त्यो ड्राई वेट हुन्छ। पहिलाको वेट कति थियो, पछि ड्राई वेट कति छ, त्यसको आधारमा चाहिँ हामीले वाटर कन्टेन्ट पत्ता लगाउँछौँ है। अब यहाँ लोक सेवाले के सोध्छ तपाईँहरूलाई भन्दा मस्ट एक्युरेट ल्याबोरेटोरी मेथड भन्न सोध्यो भने ओभन ड्राई मेथडमा टिक लगाउनु पर्छ। मस्ट एक्युरेट ल्याबोरेटोरी मेथड, ध्यान दिनु होला है। अनि अर्को कुरा चाहिँ स्याम्पल अफ सोइललाई कति टाइमसम्म र कति टेम्परेचरमा ओभनमा राख्नुपर्छ भन्न है। ओके, कति टेम्परेचर र कति चाहिँ टाइमसम्म चाहिँ राख्न मिल्छ भनेर त्यो पनि तपाईँलाई सोध्छ है त। ठिक छ कुरा? ल ओके, ल त्यसो भने यसैलाई हामी चाहिँ के गरौँ, लेख्नुहोस् त, मस्ट एक्युरेट, मस्ट एक्युरेट ल्याबोरेटोरी मेथड भन्यो भने अरू केही सोच्नु परेन, यसैमा टिक लगाउनु होला। मस्ट एक्युरेट ल्याबोरेटोरी मेथड है। ओके, मस्ट एक्युरेट ल्याबोरेटोरी मेथड भन्यो भने यसमा टिक लगाउनु होला। त्यस पछाडि स्याम्पल अफ सोइल इज केप्ट अन, स्याम्पल अफ सोइल इज केप्ट अन ओभन, इज केप्ट अन ओभन, ओभनमा राख्ने, कति टाइम र कति टेम्परेचरमा भन्न सोध्छ है। थाहा छ कसैलाई डाटा?
Sample of soil is kept on oven. 27 ± 2 डिग्री हुन्छ होइन, त्यतिले त ड्राई नै हुँदैन, त्यतिले त ड्राई नै हुँदैन। 110 Sample of हजुर sample of डाटा त थाहा होइन सर। ओके ल लेखौँ त्यसो। Sample of soil is kept on oven at 105 temperature to 110 sir. good, at temperature of 105 डिग्री सेन्टिग्रेड टु 110 डिग्री सेन्टिग्रेड है। यो डाटा अब्जेक्टिभमा सोध्छ, ख्याल गर्नु होला है। फर कति टाइमसम्मको लागि? फर टाइम अफ 24 आवर। 24 आवरसम्म यो टेम्परेचरमा हामीले राख्यौँ भने त स्याम्पललाई के हुन्छ होला? स्याम्पलमा भएको पानी त सबै उडेर जान्छ, स्याम्पलमा भएको वाटर त सबै उडेर जान्छ। अब के बाँकी रहन्छ? ड्राई स्याम्पल बाँकी रहन्छ। भनेपछि यो अब्जेक्टिभमा तपाईँलाई सोद्धाखेरि ख्याल गर्नु होला, मोस्ट एकुरेट ल्याबोरेटरी मेथड। यो स्याम्पललाई कति टेम्परेचरमा र कति समयसम्म राखिन्छ ओभनमा भन्न सोध्छ। यो डाटा बेस हो, तपाईँले अब डाटाहरू चाहिँ यादै गर्नु होला है। यसमा अरू कुनै लजिक भन्दा पनि ल्याबोरेटरीको डेटाबेसहरू हो। ल त्यस पछाडि अर्कोमा जाउँ। यसैमा सैनबाथ एन्ड अल्कोहल मेथड, सैनबाथ एन्ड अल्कोहल मेथड भनेर है। सैनबाथ एन्ड अल्कोहल मेथड भनेर हेर्नुहोस् त अर्को। Excuse me sir. हजुर त्यसको वाटर कन्टेन्ट निकाल्ने फर्मुला लेख्नु पर्दैन सर यसमा? यसमा तपाईँलाई प्रोसेस सोध्यो भने चाहिँ लेख्ने हो होइन। अहिले जस्ट मैले यो एमसिक्यू बेसिसमा सोध्न मिल्ने भाषाहरू के रहेछ भनेर चाहिँ लेखाइदिएको हो। अब तपाईँलाई प्रोसेसै सोध्यो भने जस्तो नभए यसैलाई तपाईँलाई प्रोसेस त नसोध्ला तैपनि अब कहिलेकाहीँ सोधिहाल्यो भने वाटर कन्टेन्टलाई कसरी पत्ता लगाउने भन्ने कुरामा ल एउटा चाहिँ फर्मुला यसको चाहिँ बुझ्नुहोस्, अरूमा चाहिँ सबैमा लेख्नु परेन। यसको लागि चाहिँ पहिला तपाईँले के गर्नुपर्छ भन्दा स्याम्पलको वेट लिने है। इनिसियल स्याम्पलको वेट भनेर सुरुमा चाहिँ स्याम्पल वेट भन्नु पर्यो है। स्याम्पल वेट बुझ्नुहोस् है पहिला राम्रोसँग। स्याम्पल वेट चाहिँ W1 मान्नुहोस्। यो स्याम्पल वेट भनेको सुरुमा जहाँको वाटर कन्टेन्ट पत्ता लगाउनु पर्ने छ त्यहाँको सोइलको स्याम्पल ल्याउने, त्यसको वेट लिने है। सुरुमा वेट लिने। अनि त्यस पछाडि के गर्ने भन्दा स्याम्पल वेट विथ ट्रे पनि होला नि, हातमा लिएर त नाप्ने होइन होला, विथ ट्रे है। यो भनेको भाँडो सहितको स्याम्पलको वेट लिनु पर्यो, ठिक छ, बुझ्नु भएको छ है। अनि त्यस पछाडि के गर्ने? भाँडो खाली हुँदाखेरि कति थियो? इम्पिटी वेट अफ द ट्रे, इम्पिटी वेट अफ ट्रे भन्नुहोस् यसलाई, इम्पिटी वेट अफ ट्रे है। यो फर्मुलालाई हामीले यसलाई W2 मानौँ। इम्पिटी वेट अफ ट्रे भने भाँडो है त। अब यसलाई के गर्छौँ हामी? ओभनमा राख्छौँ। कतिसम्म राख्छौँ? 24 घन्टासम्म राख्छौँ। त्यस पछाडि के आउँछ? ड्राई वेट आउँछ। त्यस पछाडि ड्राई वेट अफ सोइल, सोइलको ड्राई वेटलाई मान्नुहोस् W3, सोइलको ड्राई वेटलाई मान्नुहोस् W3 है। अब के गर्नु पर्यो? हामीलाई वाटर कन्टेन्ट निकाल्नु छ। वाटर कन्टेन्ट W इज इक्वल टु के हो रे फर्मुला भन्नुहोस् त ल। मनोज लामाजीले तपाईँले नै भन्नुहोस् त फर्मुला के हो रे वाटर कन्टेन्टको? अरू चुप लाग्नुहोस् है। वाटर कन्टेन्ट पत्ता लगाउने फर्मुला के हो? W2 minus W3. होइन अहिले पहिला मेन फर्मुला वेट अफ empty. होइन वेट अफ वाटर मेन फर्मुला भनेको अहिले छोडिदिनुहोस् यो W1 W2 लाई। वेट अफ वाटर डिभाइडेड बाई वेट अफ सोलिड, वेट अफ वाटर डिभाइडेड बाई के हो भन्नुहोस् त ल फर्मुला? पढ्दै जाने बिर्सिँदै गर्ने होइन है। ल भन्नुहोस् फर्मुला, मेन फर्मुला वेट अफ सोलिड विथ के हो त? वेट अफ वाटर डिभाइडेड बाई वेट अफ सोलिड। Weight of solid into 100%. अहिले 100%लाई 1 मान्नुहोस् है। ल अब त्यसो भने यसमा वाटर कन्टेन्ट पत्ता लगाउँदा यहाँ ख्याल गर्नुहोस् है। यो केसमा अहिलेको डाटाबाट हेर्नु होला। सुरुको वेटमा के छ? स्याम्पलको वेट र ट्रे भने भाँडो है। यो चाहिँ भाँडो सहितको वेट भने हो। ट्रे भनेको भाँडो है। अब हातमा लिएर नाप्ने त भएन होइन, भाँडोसँगै हामीले मेजर गर्नुपर्छ। त्यसो भने अब मलाई साथीहरूले भन्नुहोस् यो W1 W2 र W3 बाट वेट अफ वाटर कति होला? W2 minus W3. W1 minus W2. ल भन्नुहोस् W1 माइनस कति कि W2? W2 minus W3. W1 minus W2.
W1 माइनस W2 कसैको W2 माइनस W3 अरू कसैको W1 minus W2 W1 minus माइनस W3 होला W1 minus W3 सर एक्ज्याक्टली गुड। यहाँ सुन्नुहोस् यहाँ सुन्नु सिम्पल सबैले अब भयो है। अब सुन्नुहोस् वेट अफ वाटर भने त्यो वेट हो जुन पानी चाहिँ उडेर जान्छ। यति भने बुझ्नुभयो होला। अब सुरुमा W1 मा के छ सबैले बुझ्नुहोस्। W1 भित्र के छ भन्दा W1 minus sample- W2 minus W3 धेरै लामो भयो मोहनजी त्यो चाहिँ सुन्नु सबै यता। यहाँनिर अब W1 मा के छ स्याम्पल छ। स्याम्पल भने पानी सहितको स्याम्पल हो या मोइस्चर सहितको स्याम्पल हो। W1 मा ट्रे भाँडोको वेट पनि छ। W3 मा के छ भाँडोको वेट पनि छ तर ड्राई वेट छ। भनेपछि Dry ड्राई weight भन्न बित्तिकै पानी त उडेर गयो। हजुर त्यही पानी भने वेट अफ वाटर हो। त्यसो भने यसको फर्मुला हुने रहेछ W1 माइनस W3। 3 W1 बाट W3 घटाउनु भयो भने त ड्राई घटाउनु भयो भने त वेट अफ वाटर आइहाल्यो नि। W3 मा त वेट अफ वाटर छैन नि त त्यहाँ ठिक है। छ त्यही भएर W1 बाट W3 घटाउनु भयो भने वेट अफ वाटर आयो। अब मलाई भन्नुहोस् वेट अफ सोलिड भने कति? खासमा वेट अफ सोलिड भने त W3 नै हो नि। W3 भने त ड्राई वेट हो। ड्राई वेट भनेकै वेट अफ सोलिड हो। तर W3 मा भाँडोको वेट पनि W3 मा W2 भाँडोको घटाउनु वेट पर्यो पनि हो। भनेपछि W3 मा W3 चाहिँ minus W2 W3 माइनस W2 गुड इन्टु 100%। into ल 100%. पर्फेक्ट पर्फेक्ट भइसक्नु भयो नि। यति बुझ्नुभयो भने त भइहाल्यो नि। अब खै हाम्रो मनोजी कहाँ जानुभयो लामा? मनोज आमा यही होइन सोधेको तपाईँले? भनेपछि अब कहिलेकाहीँ फर्मुलैको बेसबाट सोधेपछि पनि धेरै गाह्रो मेथडै होइन क्या खास। यो चाहिँ सुरुको वेट लिने त्यसलाई ड्राई गर्ने ड्राई वेट लिने भाँडोको वेट लिने अनि त्यस पछाडि फर्मुला लगाएर क्यालकुलेट गर्ने सिम्पल मेथड छ। तर धेरै नै युज हुन्छ हेर्नुहोस् है। यो म्याक्सिमम युज हुने मेथड हो यो। ल ओके क्लियर भयो यसमा। ल त्यसपछि दोस्रोमा जाउँ है त। ल यसलाई 1 भनौँ है। 1 नम्बर भयो है सबैको। नेक्स्टमा गयो है त। ल अब 2 नम्बरमा सेनबाथ एन्ड अल्कोहल मेथड। सेनबाथ एन्ड अल्कोहल मेथड भनेर सेनबाथ एन्ड अल्कोहल मेथड भनेर अर्को भनेको हामीसँग छ सेनबाथ एन्ड अल्कोहल मेथड। यो भनेको अब तपाईँलाई अब्जेक्टिभमा सोध्दा एप्रोक्सिमेट फिल मेथड। एप्रोक्सिमेट फिल मेथड भनेर सोध्यो भने एप्रोक्सिमेट फिल मेथड है ख्याल गर्नुहोस्। एप्रोक्सिमेट फिल मेथड भन्यो भने सेनबाथ एन्ड अल्कोहल मेथड भन्नुपर्छ है। अब यो वाइ इट इज कल एप्रोक्सिमेट भनेर भन्यो भने यसमा चाहिँ कस्तो हुन्छ भन्दा सेनको लेयरको थ्रुबाट सोइललाई ड्राई बनाउने हो। पहिला चाहिँ आगो बाल्ने, आगो बालिसकेपछि सेनको लेयरमा चाहिँ स्याम्पल अफ सोइल राख्ने, तलबाट हिट दिँदै जाँदाखेरि माथि स्याम्पलमा भएको वाटर चाहिँ उडेर जान्छ, ड्राई स्याम्पल बाँकी रहन्छ। अनि त्यसपछि पहिला वेट कति थियो पछि ड्राई वेट कति छ त्यसको आधारमा नै क्यालकुलेट गर्ने हो है। तर त्यो हिट दिँदाखेरि के हुन्छ भन्दाखेरि जहिले कन्स्टेन्ट हिट हुँदैन। अहिलेको जस्तो 105 डिग्री मेन्टेन कहाँ गर्न सकिन्छ र फिल्डमा। त्यही भएर यस्तो टाइपको लागि चाहिँ एप्रोक्सिमेट फिल मेथड भन्यो भने सेनबाथ। अल्कोहलमा पनि त्यही हो। इथाइल स्पिरिट मिथाइल स्पिरिट राख्ने स्याम्पलमा अनि त्यस पछाडि त्यसले गर्दा हिट अफ इभापोरेसन हुन्छ, वाटर उडाएर फालिदिन्छ, बाँकी चाहिँ ड्राई स्याम्पल बाँकी रहन्छ है। भनेपछि सबै मेथडको अब्जेक्टिभ के रहेछ भन्नुहोस् त? सबै मेथडको अब्जेक्टिभ भनेको भएको पानीलाई उडाएर फाल्ने, ड्राई स्याम्पल निकाल्ने रहेछ। पहिला हजुर सुभाषजी केही सोध्नु खोज्नु भयो? होइन सर वाटरलाई इभापोरेट गर्ने रहेछ भने सबैको त्यही भयो हेर्नुहोस्। जुनसुकै मेथड सोध्यो भने वाटरलाई इभापोरेट गर्ने, तर कसरी गर्ने भने मात्रै फरक हो नि त यो मेथड वाइज। भनेपछि हाम्रो चाहिँ के बुझ्नु पर्यो भन्दा अब यसो एप्रोक्सिमेट फिल मेथड भन्यो भने सेनबाथ र अल्कोहलमा टिक लगाउनु होला। अब बोथ छ भने त बोथमा टिक लगाउनु होला। तर तपाईँलाई बोथ नभनेर फरक फरक अप्सनमा आछ भने पहिलो प्रायोरिटी चाहिँ सेनबाथलाई लगाउनु होला, दोस्रो प्रायोरिटी चाहिँ अल्कोहललाई है। मोस्टली चाहिँ फिल्डमा युज गर्ने भनेको चाहिँ सेनबाथ मेथड चाहिँ बढी युज गरिन्छ। ल 3 नम्बरमा जाउँ। त्यस पछाडि अर्को छ क्याल्सियम कार्बाइड मेथड। एल्कोहल मेथडबाट कसरी गर्न सकिन्छ सर? अल्कोहल मेथडबाट चाहिँ यो स्याम्पल अफ सोइल है, यो चाहिँ स्याम्पल अफ सोइल मानौँ यसलाई। दिस इज द स्याम्पल अफ सोइल। ओके यसमा त यो स्याम्पल अफ सोइल भनेको त के हुन्छ यो भित्र पानी सहितको स्याम्पल हुन्छ, मोइस्चर सहितको स्याम्पल हुन्छ। अब यसमा अब अल्कोहोलिक मेटेरियल
है अल्कोहोलिक मेटेरियल भनेको इथाइल स्पिरिट र मिथाइल स्पिरिट राख्ने हो यसमा इथाइल स्पिरिट एन्ड मिथाइल स्पिरिट भनेर त्यहाँ मिक्स गर्ने के त्यो स्याम्पलमा बुझ्नुभयो इथाइल स्पिरिट र मिथाइल स्पिरिट मिक्स गरेपछि अब यो स्याम्पलमा भएको वाटर प्लस यसमा यो इथाइल स्पिरिटले केमिकल रियाक्सन गरेर हिट अफ इभापोरेसन गर्छ सबै पानी उडाइदिन्छ क्या त्यसले तपाईँलाई अन्यथा वर्ड नलाग्दा हामी नर्मल्ली अल्कोहल भने त सबैले बुझ्नुहुन्छ त्यो एकचोटि हामी आगोमा या कुनै मेटेरियल राख्यो भने कसरी जल्छ नि त्यो उड्छ नि त्यो होइन त्यहाँभित्र भएको सबै त्यो चाहिँ इभापोरेसन भएर जान्छ त्यस्तै मेकानिजम हो यहाँ पनि के गरिन्छ भन्दा स्याम्पलमा हामीले इथाइल स्पिरिट र मिथाइल स्पिरिट भनेको अल्कोहोलिक मेटेरियलहरू मिक्स गर्ने त्यो मिक्स गर्न बित्तिकै स्याम्पलमा भएको वाटरलाई यति छिटो त्यसले चाहिँ उडाउँछ कि हिट अफ इभापोरेसन हुन्छ क्या त्यहाँनिर केमिकल रियाक्सन हुन्छ अनि बाँकी के हुन्छ ड्राई स्याम्पल बाँकी रहन्छ सुरुको वेट कति थियो पछि वेट कति छ त्यसैको आधारमा चाहिँ निकालिन्छ है ल अब यसमा क्याल्सियम कार्बाइड मेथड अर्को छ क्याल्सियम कार्बाइड मेथड CRBID है ल ओके क्याल्सियम कार्बाइड मेथड भनेर चाहिँ यो क्याल्सियम कार्बाइड मेथड भनेको एउटा केमिकल हो क्याल्सियम कार्बाइड भने एउटा केमिकल हो यसमा कस्तो हुन्छ बरु यो चाहिँ इन्ट्रेस्टिङ छ बुझिराख्नुहोस् है क्याल्सियम कार्बाइड मेथड चाहिँ अलिक इन्ट्रेस्टिङ पनि छ अब्जेक्टिभमा पनि धेरै सोधिरहेको देख्छु म यसलाई यो क्याल्सियम कार्बाइड मेथड भन्यो भने सबभन्दा पहिला दिमागमा आउनुहोस् क्विकेस्ट मेथड भनेर सबभन्दा छिटो रिजल्ट निकाल्ने क्विकेस्ट मेथड भनेर है यो हेर्नुहोस् त क्विकेस्ट मेथड भनेर यसलाई चाहिँ हामी क्विकेस्ट अर फास्ट मेथड भन्यो भने जसलाई चाहिँ हामी फास्ट मेथड है क्विकेस्ट अर फास्ट मेथड भन्यो भने ओके ल क्विकेस्ट अर फास्ट मेथड भन्यो भने त्यसलाई चाहिँ हामी क्याल्सियम कार्बाइड मेथड वा नर्मल्ली चाहिँ हामी केमिकल रियाक्सनको थ्रुबाट हुने मेथड भनेर बुझ्छौँ अब यसलाई किन क्विकेस्ट मेथड भन्यो सर भनेर क्वेसन लाग्न सक्छ तपाईँहरूलाई यसलाई किन क्विकेस्ट मेथड भनेको भन्दा यो सुरुमा ओभन ड्राई मेथडमा रिजल्ट वेट गर्न कति टाइम लाग्दो रहेछ भन्नुहोस् त ल रिजल्ट वेट गर्न कति टाइम लाग्दो रहेछ 24 आवर 24 घन्टा 24 आवर लाग्दो रहेछ एक दिन लाग्दो रहेछ अब यो सेन बाथ र अल्कोहल मेथडमा भन्न त आधा घन्टा भन्छ तर 30 देखि 40 मिनट लाग्छ 30 to 40 मिनट So 20 to 60 मिनट होइन र यसमा सेन बाथ एन्ड अल्कोहल मेथडमा हजुर स्ट्यान्डर्डको भ्यालु चाहिँ आधा घन्टा भनेर भन्छ है यो चाहिँ नर्मल्ली अब इट डिपेन्ड्स है फेरि त्यसमा चाहिँ सेन बाथ मेथडमा कति सेन्टको क्वान्टिटी लिनुहुन्छ त्यो हिसाबले गर्दा म्याक्सिमम 40 मिनट जति लाग्छ अब यही डाटै अब्जेक्टिभमा त सोध्दैन टेन्टेटिभ हो यो 30 to 40 मिनट जति अबाउट 20 to 26मा अलि त्यति धेरै चाहिँ आउँदैन त्यसको लागि क्वान्टिटी अफ सेन्ट चाहिँ अलिक थोरै राख्नुपर्छ स्ट्यान्डर्ड भन्दा कम गर्नुपर्छ किन लेयर सानो बनायो भने छिटो तातिन्छ क्या अनि त्यतिले मात्रै पनि भन्न पाइँदैन तपाईँले दाउरा धेरै बाल्नुभयो हिट चाहिँ धेरै दिनुभयो भने छिटो पनि हुनसक्छ तर एभरेज भ्यालु भन्न खोज्या हो यो चाहिँ 30 देखि 40 मिनट भनेको है नर्मली आधा घन्टा भनेर बुझ्दा भयो अब यसको क्याल्सियम कार्बाइड मेथडको हेर्नुभयो भने भन्न चाहिँ 4 मिनटदेखि 8 मिनट भन्छ हेर्नुहोस् 4 to 8 मिनट तर रिजल्ट चाहिँ 5 मिनटमै आउँछ अब भन्नुहोस् त कुन चाहिँ क्विकेस्ट भयो भन्दा क्याल्सियम कार्बाइड मेथड त मिनटमा रिजल्ट आउँदो रहेछ अब यसमा हुन्छ कसरी भन्दाखेरि नर्मली चाहिँ यो क्याल्सियम कार्बाइड भन्ने छ नि CaC2 भन्छ क्या यसलाई क्याल्सियम कार्बाइडले स्याम्पलमा भएको वाटरसँग केमिकल रियाक्सन गर्छ यो स्याम्पल अफ सोइल है यो स्याम्पल अफ सोइलमा भएको वाटरसँग केमिकल रियाक्सन गर्छ र यसले चाहिँ एसिटाइलिन भन्ने ग्यास बनाउँछ एसिटाइलिन ग्यास बनाएर यो चाहिँ एसिटाइलिन ग्यास भनेको पानी चाहिँ ग्यासको रूपमा उडेर जान्छ अनि रिमेनिङ के भयो ड्राई स्याम्पल बाँकी रहन्छ ख्याल गर्नुहोस् है भनेपछि CaC2 भने केमिकल हो त्यो H2O भने वाटर हो क्या त्यो चाहिँ वाटरसँग भने वाटर त कहाँ छुट्टै वाटर पानी भर्ने त होइन स्याम्पलमा भएको वाटरसँग केमिकल रियाक्सन गरेर त्यसले चाहिँ एसिटाइलिन ग्यास बनाउँछ एकदमै लाइट वेट हुन्छ यो एसिटाइलिन ग्यास चाहिँ लाइट वेट हुन्छ अनि त्यो चाहिँ उडेर जान्छ अब बाँकी के भयो ड्राई स्याम्पल बाँकी रह्यो पहिला वेट कति थियो स्याम्पलको पछि वेट कति आयो त्यसैको आधारमा निकाल्न सकिन्छ है अब यति भनिसकेपछि सबैले बुझ्नुभयो होला अब्जेक्टिभ अफ दिस मेथडहरू के रहेछ भन्दा जे होस् सुरुको वेट लिने पछि ड्राई बनाउने ड्राई भइसकेपछि वेट लिने त्यो दुइटाको डिफ्रेन्स भनेकै के रहेछ हामी वाटर कन्टेन्ट पत्ता लगाउन सक्ने रहेछौँ है ल त्यस पछाडि अर्को चाहिँ हामीसँग पिक्नोमिटर मेथड भनेर पिक्नोमिटर मेथड है
पिक्नोमिटर मेथड भन्यो भने यो पिक्नोमिटर मेथड भनेको चाहिँ ल्याबोरेटरी मेथड हो। पिक्नोमिटर भने 1 लिटर क्यापासिटीको एउटा बोतल हो। 1 लिटर क्यापासिटीको एउटा स्याम्पल अफ सोइलको एउटा स्याम्पल अफ सोइल होइन कि एउटा बोतलको क्यापासिटी हो। 1 लिटर क्यापासिटीको बोतल हुन्छ, त्यसमा स्याम्पल ल्याएर राख्ने हो। अब यो पिक्नोमिटर मेथड भने पहिला चाहिँ बुझ्नुहोस्, दिस इज द ल्याबोरेटरी मेथड। यो चाहिँ ल्याबोरेटरी मेथड है। यहाँ साथीहरू कसैले क्वेसन सोध्नु भएन, क्याल्सियम कार्बाइड मेथड फिल्ड मेथड हो कि ल्याब मेथड हो सर भनेर। के जस्तो लाग्छ तपाईँहरूलाई? ल्याबोरेटरी नै हो सर। ल्याबोरेटरी ल्याबमा पनि मेथड होला सर। यो मेथड भनेको ल्याबमा पनि गर्न सकिन्छ, फिल्डमा पनि गर्न सकिन्छ। 5-6 केजीको डिभाइस हुन्छ, बोकेर लाने हो। एउटा सिलिन्डर हुन्छ। जस्तो तपाईँलाई याद गर्नुहोस् त, कीटनाशक औषधि हामी बोट बिरुवामा युज गर्छौँ नि, त्यतिखेर पछाडि ड्रम बोक्या हुन्छ नि, हो त्यस्तै टाइपको ड्रम हुन्छ। त्यो बोकेर लान मिल्छ, इट इज पोर्टेबल। त्यही भएर अब तपाईँलाई स्पेसिफिक ल्याबमै गरिन्छ भन्ने छैन, त्यो केमिकल त साइडमै गएर राख्न पनि सकिन्छ त्यसमा। त्यही भएर इट मे बी युज इन द ल्याब अर इट मे बी युज इन द साइट एज वेल। पिक्नोमिटर मेथड भन्यो भने यो चाहिँ ल्याबोरेटरी मेथड हो। यो पिक्नोमिटर मेथडले दुईटा काम गर्छ साथीहरू, ख्याल गर्नुहोस् है। यो अब्जेक्टिभमा सोधिराख्ने हो। पिक्नोमिटर भनेको 1 लिटर क्यापासिटीको बोतल हो। त्यो बोतलको थ्रुबाट हामीले कुनै पनि स्याम्पल अफ सोइलको स्पेसिफिक ग्राभिटी पनि पत्ता लगाउन सक्छौँ, वाटर कन्टेन्ट पनि पत्ता लगाउन सक्छौँ। दुईटै युज गर्न मिल्छ है। क्यान बी युज टु डिटरमाइन the specific gravity can be used to determine the specific gravity and water content. दुवैमा टिक लगाउने है तपाईहरुले। Can be used to determine specific gravity and water content. वाटर कन्टेन्ट र स्पेसिफिक ग्राभिटी दुवै पत्ता लगाउने मेथड चाहिँ पिक्नोमिटर मेथड हो। तर कन्डिसन ख्याल गर्नुहोस् है, तपाईले साइडबाट र्यान्डम स्याम्पल ल्याउने, केही त्यसको प्रोपर्टी थाहा छैन, र्यान्डम स्याम्पल ल्याएर म वाटर कन्टेन्ट पत्ता लगाउँछु भन्न चाहिँ सकिँदैन यो मेथडबाट। किन सकिँदैन भन्दा वाटर कन्टेन्ट पत्ता लगाउनु पर्ने छ भने पहिला त्यो स्याम्पलको स्पेसिफिक ग्राभिटी थाहा भएको हुनुपर्छ। स्पेसिफिक ग्राभिटी थाहा नभएको स्याम्पलको वाटर कन्टेन्ट चाहिँ पिक्नोमिटर मेथडबाट निकाल्न सकिँदैन। त्यसो हो भने यदि तपाईले स्याम्पल ल्याउँदा स्पेसिफिक ग्राभिटी थाहा छैन भने पहिला यही पिक्नोमिटर युज गरेर स्पेसिफिक ग्राभिटी निकाल्ने त्यही स्याम्पलको, अनि स्पेसिफिक ग्राभिटी आइसकेपछि फेरि हामीले त्यसैको वाटर कन्टेन्ट चाहिँ पत्ता लगाउन सकिन्छ। तर काम चाहिँ के गर्यो, स्पेसिफिक ग्राभिटी र वाटर कन्टेन्ट दुवै निकाल्न युज गरिन्छ। कन्डिसन के भयो, वाटर कन्टेन्ट पत्ता लगाउनको लागि चाहिँ स्पेसिफिक ग्राभिटी पहिला नै थाहा भएको हुनुपर्छ। ल त्यो भाषा पनि लेख्नुस् यहाँ। वाटर कन्टेन्ट can be calculated for those sample of soil whose specific gravity is के भन्नु पर्यो भन्नुस् त, नन। जसको चाहिँ स्पेसिफिक ग्राभिटी थाहा छ त्यो स्याम्पलको चाहिँ हामी वाटर कन्टेन्ट पत्ता लगाउन सक्छौँ है। अब्जेक्टिभमा टिक लगाउन सोध्यो भने दुईटै छ भने अप्सनमा दुईटैमा टिक लगाउनु होला, छैन भने चाहिँ वाटर कन्टेन्ट भन्ने टाइपको मात्रै छ भने वाटर कन्टेन्टमा मात्रै टिक लगाउनु पर्यो है। ल यो मेथडहरू भनेको जस्ट तपाईँलाई वाटर कन्टेन्ट कुनै स्याम्पलमा छ भने हामीले कुन कुन मेथड चाहिँ कसरी युज गर्छौँ भन्ने कुराहरू भयो। यो चाहिँ अब्जेक्टिभ बेसिसमा धेरै सोधेको छ। अहिले अब्जेक्टिभमा हेर्नुभयो भने नम्बर अफ क्वेसनहरू छ यससँग रिलेटेड। दिस इज 2 भयो यहाँसम्म सबैको? भयो सर। धन्यवाद। सर हजुर के भन्नु भने क्याल्सियम कार्बाइड मेथडमा त्यो के फिल्ड एन्ड ल्याबोरेटरी मेथड दुवै हैन सोध्यो भने के अप्सनमा त दुवै होला नि हैन सर? अप्सनमा दुवै छ भने दुवैमा टिक लगाउनुस्, छैन भने ल्याब छ भने ल्याबमा पनि लगाउन सकियो, आइदर चाहिँ फिल्ड छ भने फिल्डमा पनि लगाउन सक्यो। तर प्रायः जसो बोथ भनेर दिनु पर्यो। ल्याब मात्रै दिएको छ भने फिल्ड नदिन पनि सक्छ। त्यो अप्सन हेर्नुपर्छ त्यसको लागि। अब नर्मल्ली अब क्वेसन चाहिँ यहाँ के पनि हुनसक्छ भन्दा अप्सन एमा ल्याब छ, अप्सन बीमा चाहिँ फिल्ड छ, अप्सन सीमा चाहिँ अरू कुनै छ, बोथ भन्ने छैन भने पहिलो प्रायोरिटी चाहिँ ल्याबलाई नै दिनु होला। केमिकल भन्ने कुरा ल्याबमा चाहिँ अझ बढी चाहिँ इफेक्टिभली युज गर्न सकिन्छ। CaC2 भन्ने केमिकल चाहिँ
अझ बढी चाहिँ ल्याब भयो भने ल्याबमा त वेल डिफाइन्ड इन्भाइरोमेन्ट हुन्छ, त्यसमा चाहिँ मोर एक्युरेटली युज गर्न सकिन्छ। यदि अप्सनमा बोथ भन्ने छ भने बोथैमा पनि टिक लगाउनु होला। ल नेक्स्टमा जाउँ है त। अब थर्ड नम्बरमा कन्सिस्टेन्सी अफ सोइल। यस्तैमा पढ्ने हो एटरबर्ग लिमिटको बारेमा। पहिला थ्योरी पढौँ अनि अब्जेक्टिभ प्र्याक्टिस गरौँ न। कन्सिस्टेन्सी अफ सोइल, कन्सिस्टेन्सी अफ सोइल भनेर टाइटल लेख्नुहोस् है। यो भित्र एटरबर्ग लिमिटको बारेमा पढ्छौँ हामी। कन्सिस्टेन्सी अफ सोइल, यो कन्सिस्टेन्सी भन्ने वर्डले चाहिँ के जनाउँछ भन्दा कुनै पनि सोइल सफ्ट छ कि हार्ड छ कि स्टिफ छ कि आइदर कस्तो प्रोपर्टी छ, त्यो सोइल कस्तो अवस्थामा बसेको छ भन्ने कुरा पत्ता लगाउने चाहिँ कन्सिस्टेन्सी हो। अब त्यो सोइल कस्तो अवस्थामा बसेको छ भन्ने कुरा त त्यसमा पानी कति छ भन्ने कुराले डिफाइन गर्छ। पानी सबभन्दा धेरै सोइलमा छ भने सोइल लिक्विड स्टेटमा हुन्छ। इमेजिन गर्नुहोस् त वाटर लग एरियालाई। वाटर लग एरिया भने त बुझ्नुहुन्छ नि होइन? त्यहाँ सधैँ पानी भइरहेको छ। सधैँ पानी भइरहेको ठाउँमा के हुन्छ? वाटर कन्टेन्ट बढी हुन्छ। जहाँ वाटर कन्टेन्ट बढी हुन्छ त्यो ठाउँको सोइल चाहिँ सबभन्दा कमजोर हुन्छ। त्यही सोइल चाहिँ हिउँदमा बलियो हुने, त्यही सोइल चाहिँ बर्खामा कमजोर हुने। किन भन्दा पानीकै मात्राले गर्दा हो। हिउँदमा के हुन्छ? ड्राई हुन्छ, बर्खामा त्यो जाँदा लिक्विड स्टेटमा हुन्छ। भनेपछि तपाईँले बिल्डिङमा पनि आइदर उता कङ्क्रिट टेक्नोलोजीमा पनि पढ्नु भएको छ होला। वाटर सिमेन्ट रेसियो बढाउँदै गयो भने वर्केबिलिटी त बढ्छ तर स्ट्रेन्थ चाहिँ घट्छ भनेर पढ्नु भएको छ नि। सेम यहाँ पनि त्यही हो। जब पानीको मात्रा बढ्दै जान्छ भने काम गर्न त सजिलो होला तर स्ट्रेन्थको हिसाबले सबभन्दा कमजोर हुन्छ। सोइलमा पनि मिल्छ त्यो। त्यही भएर अब हेरौँ कन्सिस्टेन्सीभित्र हामीले पढ्ने चाहिँ कुनै पनि सोइलमा कति पानी छ भन्ने आधारमा नै त्यसको डिफ्रेन्ट प्रोपर्टिजको एनालाइसिस गरिन्छ। बुझ्नुभयो? ल त्यसो भने यसमा चाहिँ तपाईँहरूले पहिला चाहिँ पोइन्ट वाइज लेखौँ। यो के रहेछ त कन्सिस्टेन्सी भनेको? इट इज द मेजर अफ फर्मनेस अफ द सोइल। मेजर अफ फर्मनेस अफ सोइल है। इट इज द मेजर अफ फर्मनेस अफ द सोइल। सोइलको फर्मनेस मेजर गर्छ। फर्मनेस भनेकै के हो फेरि बुझ्नु पर्यो होइन? अब्जेक्टिभमा सोद्धा इट इज द मेजर अफ फर्मनेस अफ सोइल भन्छ। फर्मनेस means whether the soil is soft हो कि, हेर्नुहोस् है, हार्ड हो कि और स्टिफ हो, कस्तो अवस्थामा बसेको छ त्यसलाई चाहिँ हामीले के भन्छौँ? फर्मनेस भन्छौँ है। अब्जेक्टिभमा सोध्यो भने कन्सिस्टेन्सीले फर्मनेसलाई मेजर गर्छ भन्नु पर्यो। फर्मनेस भन्न बित्तिकै त्यो सफ्ट हो कि हार्ड हो कि स्टिफ हो भन्ने कुरालाई डिफाइन गर्छ है। अब यो कसरी पत्ता लगाउने भन्दा क्यान बी डिटरमाइन्ड बाई एटरबर्ग लिमिट भन्नु होला है। अब्जेक्टिभमा सोद्धाखेरि एटरबर्ग लिमिट can be determined by the एटरबर्ग लिमिट, ATTRBERG है। एटरबर्ग लिमिट can be determined by the एटरबर्ग लिमिट। अब यो एटरबर्ग लिमिटमा के पर्छ भन्यो भने हेर्नुहोस् त। एटरबर्ग लिमिट consist of यो भित्र लिक्विड लिमिट, त्यसै गरी बीमा चाहिँ प्लास्टिक लिमिट र अर्को सीमा हुन्छ श्रिङ्केज लिमिट भनेर। एटरबर्ग लिमिट कन्सिस्ट अफ लिक्विड लिमिट, प्लास्टिक लिमिट र श्रिङ्केज लिमिट। यो तीनटा लिमिटको बारेमा हामीले चाहिँ यो टपिक्समा हेर्छौँ है। अब कन्सिस्टेन्सी भने चाहिँ फर्मनेस रहेछ। फर्मनेस भने के रहेछ भन्ने कुरा यसबाट बुझ्नुभयो होइन? त्यस पछाडि अब यो कसरी पत्ता लगाइन्छ भन्दाखेरि यो चाहिँ एटरबर्ग लिमिटबाट पत्ता लगाइन्छ। एटरबर्ग भन्ने व्यक्तिको नाम हो है, व्यक्तिको नाम हो। त्यस पछाडि त्यो भित्र के पर्छ भन्दा लिक्विड लिमिट, प्लास्टिक लिमिट र श्रिङ्केज लिमिट पर्छ भन्ने हिसाबले त्यसरी बुझ्नु पर्यो। ठिक छ यहाँसम्म? अब हामी डिटेलमा यो लिमिटको बारेमा चाहिँ हामीलाई क्वेसनकै फर्मेटबाट त्यो लिमिटको बारेमा चाहिँ हामी यो क्वेसन एउटा सब्जेक्टिभ क्वेसनबाटै तपाईँलाई कसरी सोध्छ त्यो क्वेसनको फर्मेटबाटै पढ्छौँ है त यसमा। ओके ल यसमा चाहिँ हामीले क्वेसनको फर्मेटबाटै हेर्छौँ। अब एउटा क्वेसनको प्याटर्नबाटै लेखौँ है। ठिक छ, नेक्स्टमा जाउँ। सब्जेक्टिभ क्वेसन भनेर लेख्नुहोस् है। त्यसपछि
सब्जेक्टिभ क्वेसन। ओके, सब्जेक्टिभ क्वेसनमा describe about the describe about the Atterbuck limit. Describe about the Atterbuck limits for the determination of consistency of the cohesive soil. Consistency of the cohesive soil. मानौ यसलाई 5 marks. A consistency of the cohesive soil भनेर describe about the Atterbuck limit for the determination of the consistency of the cohesive soil. ओके, ल यस्तो प्याटर्नको क्वेसन चाहिँ फर्मेट अफ क्वेसन चाहिँ यो हुन्छ है तपाईहरुलाई। फर्मेट अफ क्वेसन चाहिँ एट्रबक लिमिटको बारेमा कसरी पत्ता लगाउँछौं हामी कन्सिस्टेन्सी भनेर। अब एउटा क्वेसन यहाँनिर हेर्नुस् त, कोहेसिभ सोइल भनेर लेखेको छ नि, तपाईहरु सबैजनाले बुझ्नु होला। कोहेसिभ सोइल भने मिनिङ कस्तो हो भन्दा फाइन हाम्रो सिल्टहरु हुन सक्छ, आइदर क्लेहरु हुन सक्छ। त्यही भएर हजुर सिल्ट क्ले भनेको कोहेसिभ सोइल हो भने एट्रबक लिमिट एक्जिस्ट इन भन्न सोध्यो भने कतै तपाईहरुलाई अब्जेक्टिभमा एट्रबक लिमिट भनेको स्यान्ड र ग्राभलमा खोजेर भेटिदैन है साथीहरु। एट्रबक लिमिट भनेको जहिले पनि कोहेसिभ नेचरको सोइलमा मात्रै भेटिन्छ। त्यही भएर एट्रबक लिमिट एक्जिस्ट इन भन्न सोध्यो भने सिल्ट आइन क्लेमा टिक लगाउनु होला, फाइन ग्रेन सोइलमा टिक लगाउनु होला, वा कोहेसिभ सोइलमा चाहिँ टिक लगाउनु होला। हैन मोहनजी केही सोध्दै हुनुहुन्छ? हैन, ठीक छ सर, ठीक छ। ओके, ल भनेपछि कोहेसिभ सोइलमा त्यही भएर मैले यहाँ लेखेको कारण त्यो कोहेसिभ सोइलमा किन भन्दा एकछिनलाई इमेजिन गर्नुस् त, कुनै पनि सोइललाई हामी रोल गर्न सक्ने, आइदर चाहिँ हामीलाई रोल गर्न सक्ने भन्ने कुरा त अब ग्राभल र स्यान्डलाई त रोल गर्न सकिदैन। क्लेलाई त पानीको मात्रा मिलायो भने त केही न केही रोल गर्न सकिन्छ, एउटा फर्मबाट अर्को फर्ममा कन्भर्ट गर्न सकिन्छ। त्यस्तो टाइपमा मात्रै पानीको मात्रा कति छ भन्ने कुरा चाहिँ डिटरमाइन गर्न सजिलो हुन्छ। र अर्को भाषामा हेर्दा स्यान्ड र ग्राभलले पानीलाई होल्ड गरेर राख्दैन, क्लेले त पानीलाई होल्ड गरेर राख्छ नि त। अब हो त्यही पानीको मात्रा कति छ, त्यो पानीले कस्तो असर पार्छ भन्ने कुरा त पढ्न खोज्या हो नि एट्रबक लिमिटमा। त्यही भएर नर्मली क्ले र सिल्टमा मात्रै यो एक्जिस्ट हुन्छ है, ख्याल गर्नु होला। नोट गर्नुपर्ने छ भने गर्नुस्। एट्रबक लिमिट भनेको जहिले पनि फाइन ग्रेन सोइलमा वा कोहेसिभ सोइलमा मात्रै एक्जिस्ट हुन्छ, अरूमा चाहिँ भेटिँदैन है यो। ल अब यसको एन्सरमा जाउँ। यसको एन्सरमा पहिला त मेन त यसको फिगर बनाउनु पर्छ, फिगर नै इम्पोर्टेन्ट हो। ल सबैले पहिला क्लियरली फिगर बनाउनुस्, म डिस्क्राइब गर्छु है। यो फिगरमा यो यतातिर चाहिँ वाटर कन्टेन्ट, होरिजेन्टलमा चाहिँ वाटर कन्टेन्ट है, होरिजेन्टलमा चाहिँ वाटर कन्टेन्ट, भर्टिकलमा चाहिँ हामीलाई भोल्युम अफ सोइल मास, भोल्युम अफ सोइल मास। ल यति हो भने एउटा यसको ग्राफ छ, जुन ग्राफ चाहिँ ल्याबोरेटरी एनालाइसिसबाट आएको ग्राफ यस्तो टाइपको छ। पहिला फिगर बनाउनुस्, म डिस्क्राइब गर्छु है। यसमा यो लिमिट छ भने हेर्नुस् है, यो लिमिटलाई हामीले डब्ल्युएल भन्छौँ, दिस इज लिक्विड लिमिट। यो चाहिँ प्लास्टिक लिमिट, डब्ल्युपी भने प्लास्टिक लिमिट, डब्ल्युएस भनेको श्रिङ्केज लिमिट है, जसमा वेयर डब्ल्युएल भनेको लिक्विड लिमिट, डब्ल्युएल भनेको लिक्विड लिमिट, डब्ल्युपी भनेको प्लास्टिक लिमिट, डब्ल्युएस भनेको श्रिङ्केज लिमिट है, ख्याल गर्नुस्। यो तीनटा भनेको डब्ल्युएल लिक्विड लिमिट, नर्मल सिम्बल चाहिँ यो हो। कतै चाहिँ लिक्विड लिमिटलाई एलएल पनि लेखायो होला, प्लास्टिक लिमिटलाई पिएल पनि लेख्ला, तर स्ट्यान्डर्ड फर्मेटमा अफ सिम्बल चाहिँ यो हुन्छ। यो भन्दा राइटतिर गयो भने सोइल लिक्विड स्टेटमा हुन्छ, यो चाहिँ लिक्विड स्टेटमा, ख्याल गर्नु होला। त्यस पछाडि प्लास्टिक स्टेट, यो चाहिँ प्लास्टिक स्टेटमा, यो चाहिँ सेमी सोलिड स्टेट, त्यसै गरी यो भनेको चाहिँ सोलिड स्टेट, यो चाहिँ सोलिड स्टेट। ल यो एरो हेर्नुभयो भने हेर्नुस् त, यस्तो टाइपले घट्दै गएको छ है भोल्युम चाहिँ। यसको फिगरको नाम हो एट्रबक लिमिट।
यसलाई चाहिँ हामी एटरबक लिमिट भनेर ल पहिला यति कुरा नोट गर्नुहोस्। सर इरिगेसन तपाईँ नि पढाउनुहुन्छ सर यसमा? इरिगेसन पढाउँदैन मैले। सर आरसिसी चाहिँ हजुर पढाउनु होला जस्तो भयो नि। सोइल सकाउँ अब भ्याएपछि आरसिसी लगाउँला है। मैले पढाउने 3टा सब्जेक्ट हो, मेकानिक अफ स्ट्रक्चर, आरसिसी र सोइल हो। अब कति भ्याइन्छ भने फिजिकलमै व्यस्त छु कि अहिले म। फिजिकल क्लासै इन्जिनियरको र ओभरसियरको गर्दा अलरेडी प्याक छ, त्यही भएर यो टाइम मिलाउनै गाह्रो भएको छ। यसलाई चाहिँ सकौँ है। आरसिसीको त पिडिएफबाट भ्याइदियो सरले। यसरी लेख्नु भएन? लेख्नु भएन? लेख्नु भएन सर कसैले कम्प्लेन पनि गरेन, कम्प्लेन गरेर केही पनि हुँदैन। कम्प्लेन त कति गरे आरसिसीको लागि, तर केही भएन सर। न्युमेरिकल वाला सब्जेक्टहरू त पिडिएफबाट हुँदैन है, त्यो भने त लेखेर पढ्नु। कहाँबाट हालिदिएछ सर, नेटहरूबाट सर्च गरेर हाले थियो त्यो न्युमेरिकलहरू, त्यो सिम्पल कुरालाई नि कस्तो सरले कम्प्लिकेटेड टाइपले पढाउनु भयो कि झन् नर्मल बुझिरहेको छ भने पनि झन् कम्प्लिकेटेड भएको त्यो बुझ्नलाई सरले पढाएपछि। न्युमेरिकलहरु नै नि अरु बनाएको हाल्दिनु भएको थियो त। ल अनि ठिकै छ। अब त्यो नोट चाहिँ हजुरको नोट सर ग्रुपमा हाल्दिनु म पठाइदिन्छु, म अलि व्यस्त भएर भ्याएको छैन, अलिकति त्यसलाई सिम्प्लिफाई गरेर तपाईहरुलाई चाहिने जति चाहिँ त्यहाँ इन्जिनियर लेभलको पनि छ कि कुनै। हुन त तपाईहरुले कतिले त पहिलाको पनि पाइसक्नु भयो होला, पहिला पनि नोट सेयर गरेको थिएँ, त्यसमा अलिकति मोडिफाई गरिरहेको छु मैले। म 1-2 दिनमा पठाइदिन्छु, सन्डेसम्म पठाइदिन्छु। यो दुईटैको पठाइदिन्छु ल, आरसिसी र सोइलको दुईटैको पठाइदिन्छु। सोइल पढ्दै पनि गर्नु होला, नोट पनि हेर्दै गर्नु हुन्छ होला। सर, नोट पठाइदिनु हुन्छ सर। ल इन्जिनियरको छ भने इन्जिनियरको नै हाल्दिनु न। दिनेशले इन्जिनियर पढ्नु भयो, बी पढिसक्नु भएको छ? हजुर हजुर सर। ल अब त्यो इन्जिनियरको सेयर गर्नलाई क्लास लिनुपर्छ, त्यही भन्छ है। ल मेलमा हाल्न मिल्दैन सर? होला त्यहाँ नभए रिक्वेस्ट गर्नु होला नि। इन्जिनियरको मैले सेयर चाहिँ गरिसकेको छु इन्जिनियरको साथीहरुको, अनि त्यहाँ एपेक्समा छ उहाँहरुको स्टोर डाटामा होला, त्यहाँबाट सेयर गर्न भन्नु न है। ल अब यसमा चाहिँ सकाउँ है, यसलाई गरौँ पहिला। डिस्क्राइब अबाउट द एटरबक लिमिट्स फर द डिटर्मिनेसन अफ द कन्सिस्टेन्सी अफ द कोहेसिभ सोइल भनेको छ। पहिला साथीहरुले राम्रोसँग बुझ्नुस्, अनि म लेख्ने कुरामा चाहिँ कम्प्रोमाइज गर्दैन, डिटेलमा लेखौँला है। यो चाहिँ ल्याबोरेटरी बेस्ड टाइपको लिमिटहरु हो। एटरबक भन्ने व्यक्तिले चाहिँ ल्याबोरेटरीबाट एनालाइसिस गरेको लिमिटहरु हो है। अब यहाँ 3टा कुरा छ, एउटा लिक्विड लिमिट छ, प्लास्टिक लिमिट छ र श्रिङ्केज लिमिट छ। तपाईहरुलाई के लाग्छ यो 3टा लिमिटमा डब्ल्युएस, डब्ल्युपी र डब्ल्युएल मा चाहिँ यो 3टा लिमिटमा पानीको मात्रा सबभन्दा बढी कहाँ हुन्छ जस्तो लाग्छ? लिक्विड स्टेट। अब्भियसली हैन, लिक्विड स्टेट। ग्राफले पनि त्यही देखाउँछ, भाषाले पनि त्यही भन्छ। भनेपछि डब्ल्युएल भनेको चाहिँ लिक्विड लिमिट हो। यसका 4वटा फिचर सम्झिनुस्, 4वटा फिचर है, लेखाउँछु म अहिले। यो डब्ल्युएल भने त खास हेर्दाखेरि यो फिगरबाट के देख्नुभयो भनेपछि यो त एउटा बाउन्ड्री अफ वाटर रहेछ। बाउन्ड्री अफ वाटर जसले लिक्विड स्टेट र प्लास्टिक स्टेट छुट्याउँदो रहेछ। एउटा त आफैमा एमसीक्यू भइसक्यो। इट इज द बाउन्ड्री अफ वाटर कन्टेन्ट द्याट सेपरेट द लिक्विड स्टेट एन्ड द प्लास्टिक स्टेट। त्यही होइन फिगरबाट हेर्दाखेरि यो बीचको चाहिँ डटेड लाइन छ, त्यो डटेड लाइनले एउटा लिक्विड स्टेट र एउटा प्लास्टिक स्टेटलाई छुट्याउँदो रहेछ। पहिलो पोइन्ट है। अब सेकेन्ड पोइन्टमा के हुने रहेछ भन्दा पानीको मात्रा सबभन्दा बढी हुँदो रहेछ। लिक्विड लिमिटमा पानीको मात्रा बढी हुन्छ। पानीको मात्रा बढी हुँदाखेरि अब के हुन्छ? सोइल चाहिँ कमजोर हुन्छ। सेयर स्ट्रेन्थ अफ सोइल इज भेरी स्मल भनेर अब्जेक्टिभमा आयो भने लिक्विड लिमिटमा टिक लगाउने। जहाँ पानीको मात्रा बढी हुन्छ त्यहाँ चाहिँ सोइल कमजोर हुन्छ है। त्यो भएकोले गर्दा सेकेन्ड पोइन्ट के भयो भन्दा इट इज द वाटर कन्टेन्ट एट व्हिच सोइल इज स्टिल इन लिक्विड स्टेट। 80% भन्दा बढी सोइल चाहिँ लिक्विड स्टेटमै हुन्छ एन्ड प्रोभाइड द भेरी भेरी स्मल सेयर स्ट्रेन्थ। सोइलले दिने स्ट्रेन्थ चाहिँ सबभन्दा कमजोर कहाँ हुन्छ भन्दा सोध्यो भने लिक्विड लिमिटमा हुन्छ भन्नु पर्यो। 2टा पोइन्ट। अब थर्ड पोइन्टमा जाउँ।
हजुर अब थर्ड पोइन्टमा चाहिँ यसलाई कसरी पत्ता लगाउने त भनेर मात्रै त हुँदैन। कसरी पत्ता लगाउने भन्दा यो पनि ल्याबमै पत्ता लगाउने हो लिक्विड लिमिट। त्यसलाई पत्ता लगाउने एपारेटसलाई भन्छ क्यासेग्रेन एपारेटस भनेर। क्यासेग्रेन्ट सुन्नुभएको पनि छ होला, क्यासेग्रेन एपारेटस है। सो त्यो क्यासेग्रेन एपारेटस भनेको एउटा बटुका जस्तै हुन्छ। नभए म तपाईँलाई एउटा सेयर गर्छु है यहाँनिर। ल तपाईँलाई एउटा म सेयर गर्छु, त्यो हेर्नु होला। ओके एउटा म 25 चोटि तपाईँलाई सेयर हिर्काउनेवाला होइन सर त्यो? त्यो कपको हजुर उल्टो कप जस्तोले हिर्काउने होला। त्यो 25 चोटि हिर्काउनेवाला होइन सर त्यो हो स्प्याचुलाले? त्यही हो, स्प्याचुलाले हो, एक्ज्याक्टली गुड। केही सेयर भएको छ तपाईँहरूकोमा? आएको थियो सर, अहिले त लिक्विड लिमिट आयो सर। लिक्विड लिमिटमा आयो। यो आयो तल भाँडो देख्नुभयो? भाँडो देख्नुभयो? देखियो सर। हो यही हो, यसलाई भन्छ क्यासेग्रेन एपारेटस भनेर। यसलाई चाहिँ यस्तो टाइपको स्पेचुला भन्नुभएको थियो नि अघि, यही त हो नि। यहाँ हजुर देखिएन होला। यहाँ चाहिँ लेजर पोइन्टर देखियो, अहिले पोइन्टर देखिया छ देखियो सर। रातो हो, यसैमा हो यो स्पेचुला भनेर, यसैमा। अनि पहिला यसमा माटो भर्ने, यही सुरुको फिगर हेर्नुभयो भने सुरुमा के गरिन्छ भन्दा अहिले मैले भनेकै कुरा चाहिँ हेर्नुहोस् त। बाउन्ड्री अफ वाटर बिट्विन द लिक्विड स्टेट एन्ड द प्लास्टिक स्टेट, वाटर कन्टेन एट विच सोइल इज स्टिल इन लिक्विड स्टेट एन्ड पोजेस भेरी स्मल सेयर स्ट्रेन्थ। सबभन्दा थोरै सेयर स्ट्रेन्थ दिने हो। क्यान बी डिटरमाइन्ड बाई द क्यासाग्रेन एपारेटस भनेको छ। अब यो क्यासाग्रेन एपारेटस भने यो है, क्यासाग्रेन एपारेटस भनेको यो हो। यसमा के हुन्छ भन्दा ह्यान्डल पनि हुन्छ क्या, यसो घुमाउन मिल्ने। यसो टाइपले त्यसलाई चाहिँ नम्बर अफ ब्लोज भनेर हामीले 25 चोटि चाहिँ त्यसलाई चाहिँ हिर्काउने हो, त्यसलाई नम्बर त्यो चलाउने हो भनौँ न। अब यहाँ चाहिँ एकचोटि लोकसेवाले अलिक भित्रभित्र क्वेसन पनि कहिले काहीँ सोध्दो रहेछ। 25 चोटि त चलाउने हो, तर 1 सेकेन्डमा कति चोटि चलाउने भन्ने क्वेसन सोधेको थियो है। द ह्यान्डल अफ क्यासाग्रेन एपारेटस इज टर्न एट द रेट अफ 2 रिभोल्युसन पर सेकेन्ड। हेर्नुहोस्, 2 रिभोल्युसन पर सेकेन्ड भनेको एउटा कम्प्लिट सर्कल बनाउन 1 सेकेन्डमा 2वटा कम्प्लिट सर्कल बनाउनु पर्यो। रिभोल्युसन भने कम्प्लिट सर्कल, यस्तो टाइपको कम्प्लिट सर्कल है। 1 सेकेन्डमा 2टा सर्कल बन्ने गरी त्यसलाई घुमाउनु पर्यो। छिटो छिटो घुमाउने कि बिस्तारै घुमाउने भन्ने कुरा 1 सेकेन्डमा 2 रिभोल्युसन हुने गरी घुमाउनु पर्ने रहेछ। अब के हुन्छ भन्दा यसमा त्यो 25 चोटि 25 नम्बर अफ ब्लोज दिँदाखेरि त्यसमा वाटर कन्टेन्टको भ्यालु कति छ, त्यसैलाई के भनिन्छ, लिक्विड लिमिट भनिन्छ। अलिअलि आइडिया भयो, लेखाउँछु है म अहिले सबै। भनेपछि एउटा कुरा चाहिँ बाउन्ड्री अफ वाटर रहेछ, सेकेन्ड चाहिँ पानीको मात्रा बढी हुन्छ जसले गर्दा सेयर स्ट्रेन्थ कम हुन्छ। क्यासाग्रेन भन्ने अर्को एउटा एपारेटसबाट पत्ता लगाइन्छ। त्यो क्यासाग्रेन एपारेटस भने बटुका जस्तै यस्तो टाइपको हुँदो रहेछ, त्यहाँ फिगरबाट देख्नु भएको छ। त्यसमा चाहिँ कतिचोटि ह्यान्डललाई घुमाउने, कतिचोटि ह्यान्डललाई घुमाउने भन्ने कुरा र कति त्यसमा चाहिँ नम्बर अफ ब्लोज चाहिँ कतिचोटि दिने भन्ने कुराको आधारमा चाहिँ लिक्विड लिमिट पत्ता लगाउन सकिँदो रहेछ। ओके, ठिक छ यहाँसम्म? ल त्यस पछाडि अब त्यसपछि हामी ओरिजिनलमै आउँ है। ओके, अर्को त सेयर भएको छैन होला, 1 मिनट है। ठिक छ, हामी ओरिजिनलमै आयौँ होइन। अब त्यस पछाडि अर्को हेर्नुहोस् त, डब्लुपी भनेर। डब्लुपी भनेको के रहेछ, प्लास्टिक लिमिट। प्लास्टिक लिमिटको सुरुको डेफिनेसन आफै भन्नुहोस् त ल तपाईँहरूले। इट इज द बाउन्ड्री अफ वाटर प्लास्टिक स्टेट एन्ड सेमी सोलिड स्टेट सर। प्लास्टिक स्टेट एन्ड द सेमी सोलिड स्टेट भन्नु पर्यो। अब मलाई साथीहरूले भन्नुहोस्, डब्लुएलमा सोइल बढी स्ट्रङ होला कि डब्लुपीमा चाहिँ बढी स्ट्रङ होला? डब्लुपीमा डब्लुपीमा। गुड, किन भन्दा जति पानीको मात्रा घट्दै जान्छ त्यति स्ट्रङ हुँदै जाने हो। अब त्यति चाहिँ मोर स्ट्रङ हुन्छ, मोर सेयर स्ट्रेन्थ दिँदै जाने हो। भनेपछि एउटा त त्यो भयो। अब अर्को कुरा, यो प्लास्टिक भन्ने बित्तिकै स्ट्रक्चरको भाषाबाट बुझ्नुहोस् क्या एकचोटि। प्लास्टिक त्यस्तो मेटेरियलले देखाउँछ प्लास्टिक बिहेभियर जसलाई तन्काउन सकिन्छ, जसलाई रोल गर्न सकिन्छ। डन्डीलाई चाहिँ प्लास्टिक स्टेजमा पनि त हामी हेर्न सक्छौँ नि, डन्डी स्टिललाई, तर कङ्क्रिटलाई हामी प्लास्टिक स्टेजमा हेर्न सक्दैन। किन? कङ्क्रिट भने ब्रिटल हुन्छ। डन्डी त तन्काएर कपालको रौँ जस्तो पनि त बनाउन सकिन्छ, मसिनो हो, त्यस्तै टाइपको हो। प्लास्टिक भन्न बित्तिकै समहाउ वी हेभ टु एक्सटेन्ड इन्टु सर्टेन लिमिट। सर्टेन लिमिटसम्म त्यसलाई एक्सटेन्ड गर्न सकिन्छ, तन्काउन सकिन्छ। अब दायाँ बायाँ केही पनि नसोचेर प्लास्टिक लिमिट भने सोइलमा के हो भन्दा कुनै पनि सोइललाई रोल गर्दै रोल गर्दै रोल गर्दै जाँदा जब 3 mm सम्म रोल गर्न सकिन्छ
त्यसपछि त्यो ब्रेक हुन्छ भने त्यति बेलाको पानी कति थियो त्यही नै हो प्लास्टिक लिमिट भनेको। यो डेफिनेसन त एमसिक्यूमा धेरैचोटि सोधेको छ। द वाटर कन्टेन्ट एट वेज, द वाटर कन्टेन्ट एट वेज है, जसमा जति बेलाको पानी वाटर कन्टेन्ट एट वेज सोइल इज जस्ट स्टार्ट टु क्रम्बल भन्छ। सोइल इज जस्ट स्टार्ट टु क्रम्बल भनेको ब्रेक भने हो। सोइल इज जस्ट स्टार्ट टु ब्रेक when roll into approximately 3 mm in diameter। अरू छोडिदिनुहोस्, 3 mm आउँछ भने प्लास्टिक लिमिटमा टिक लगाउनुहोस्, अरू कतैतिर त्यो 3 mm भन्ने हुँदैन है। त्यही भएर त्यसलाई रोल गर्दै जाँदा मसिनो बनाउन खोज्ने र अब ब्रेक हुन्छ भने त्यति बेलाको पानी कति छ त्यसैलाई प्लास्टिक लिमिट भनिन्छ है। कुरा बुझ्नुभयो? ओके। ल अब त्यस पछाडि अर्कोमा जानुभयो भने हेर्नुहोस् त डब्लुएस भन्ने आउँछ। डब्लुएस भनेको के हो? श्रिङ्केज लिमिट। श्रिङ्केज लिमिटको फरक के रहेछ भन्ने त यहाँबाट देख्नु भएको छ। यो भनेको बाउन्ड्री अफ वाटर बिट्विन सेमी सोलिड स्टेट एन्ड द सोलिड स्टेट। सेमी सोलिड स्टेट र सोलिड स्टेट बिचको चाहिँ बाउन्ड्री अफ वाटर रहेछ। ख्याल गर्नुहोस् है, सेमी सोलिड र सोलिड स्टेट बिचको बाउन्ड्री अफ वाटर रहेछ। ओके, त्यसो भने अब यसमा एउटा इन्ट्रेस्टिङ टर्म सरी एउटा यसमा इन्ट्रेस्टिङ टर्म चाहिँ के भएको छ भन्दा सबैले ध्यान दिनु होला। अहिले अब्जेक्टिभमा पनि म सोध्छु। यहाँबाट पानीको मात्रा घटाउँदै घटाउँदै जाँदा पानीको मात्रा घटाउँदै घटाउँदै जाँदा भोल्युम पनि घट्दै घट्दै गएको छ। कहाँसम्म घटाएको छ भोल्युम भन्नुहोस् त ल? लिमिटसम्म। भनेपछि पानीको मात्रा यो अर्को कलरले देखाउँछु म। पानीको मात्रा घटाउँदै घटाउँदै जाँदा भोल्युम पनि घट्दै घट्दै आएको छ नि। हेर्नुहोस् त यहाँबाट भोल्युम पनि घट्दै घट्दै आएको छ। कहाँसम्म भन्दा सेमी सोलिड स्टेटसम्म घटाएको छ। If we again decrease the water beyond the shrinkage limit, shrinkage limit भन्दा अझै पछाडितिर पानी घटाउनुस् त, there is no change on the volume of soil mass। भोल्युम चेन्ज भएको छ, कन्स्टेन्ट भएको छ। हेर्नुहोस् भोल्युम त कन्स्टेन्ट भएको छ। वाट इज द रिजन? किन यस्तो भयो भन्दा all the soil mass is converted into the solid state। जति तपाईँ अब त्यसलाई कम्प्रेस गर्न खोज्नुहोस् नि अब घट्नेवाला छैन। किन? सबै त्यो केमा कन्भर्ट भइसकेको छ? सोलिड स्टेटमा गइसकेको छ है। एक्ज्याक्टली। अब अब्जेक्टिभको लागि पोइन्ट ख्याल गर्नु होला। द भोल्युम अफ सोइल मास रिमेन्स कन्स्टेन्ट भन्यो भने दायाँ बायाँ नसोच्नुहोस्। दिस इज द श्रिङ्केज लिमिट। अब स्टेट सोधेको छ भने सोलिड स्टेट, स्टेट सोधेको छ भने सोलिड स्टेट, लिमिट सोधेको छ भने श्रिङ्केज लिमिट है। भोल्युम अफ द सोइल मास रिमेन्स कन्स्टेन्ट। भोल्युम कन्स्टेन्ट कति बेला हुन्छ भन्दा श्रिङ्केज लिमिटमा कन्स्टेन्ट हुन्छ। By decreasing the water content, there is no change on the volume of soil mass। भोल्युममा कुनै चेन्ज आएन, बिकज अल द सोइल इज कन्भर्टेड इन्टु द सोलिड स्टेट। हो, यसै बेला हो सबभन्दा सोइल बलियो हुने भने। स्ट्रेन्थको हिसाबले तपाईँलाई सोध्यो भने केमा टिक लगाउने भन्दा द सोइल इज मोर स्ट्रङ इन द केस अफ द श्रिङ्केज लिमिट, मोर स्ट्रङ इन द केस अफ द सोलिड स्टेट। भनेपछि अलिअलि आइडिया भयो फिगर हेर्दा? भयो सर। आइडिया भयो है। यसलाई अब लेखौँ त्यसो भए यसलाई। सर हजुर, यो अनि वाटर कन्टेन्ट अब जेरो भइसकेपछि त्यसलाई ड्राई स्टेट भन्छ कि के भन्छ त त्यसलाई? कम्प्लिटली जेरो त हुँदैन भन्न त हामीले यसो हेर्दाखेरि त सोलिड स्टेट भनेकै ड्राई स्टेटै मान्ने हो। कम्प्लिटली त हुँदैन, सबभन्दा कम हुन्छ भनेर बुझ्नु होला। कम्प्लिटली त ड्राई अघि न हजुरले भन्नुभयो नि जुन त्यो 3 mm डायमिटरको भनेर। हजुर, मैले त्यो बुकमा पढ्दाखेरि देखाएको थिएँ कि सर 80 to 90 स्ट्रोक पर मिनट भनेर होइन। हो, एक्ज्याक्टली। अनि त्यसको त्यो अब पर मिनट भनेर त दियो, तर त्यो कति मिनटसम्म गर्नुपर्छ, अब कति लगभग कति स्ट्रोकसम्म चाहिँ गर्नुपर्छ त भनेर चाहिँ त्यो चाहिँ छैन क्या त्यहाँ। छैन, त्यो छैन। त्यो 80 to 90 स्ट्रोक पर मिनट भने त्यसलाई रोल गर्दै जाने, डायल गजमा 3 mm नाप्दै जाने हो। कति बेला पुग्छ भन्ने कुरा त त्यो 3 mm ले डिटरमाइन गर्छ। भनेपछि त्यसमा त्यसमा भएन कुरा, भएन। त्यो भनेको तपाईँले रोल गर्दै जाँदा 3 mm कति बेला हुन्छ? त्यो 3 mm कहिलेकाहीँ 2 मिनटमा आउला, कहिलेकाहीँ 3 मिनटमा आउला होइन। त्यो स्ट्यान्डर्ड त हुँदैन। पानी कति राख्नु भएको छ त्यसले डिफाइन गर्ने हो। त्यो हिसाबले गर्दा एउटा कुरा सबै साथीहरूले क्लियर हुनुहोस्, प्लास्टिक लिमिटको भ्यालु भनेको सबै सोइलको लागि 80% भनेर फिक्स हुँदैन। फिक्स हुँदैन, त्यो त सोइलको टाइपमा पनि त भर पर्यो नि त। क्लियर हो, सिल्कमै फरक पर्छ। भनेपछि त्यही भएर यति मिनट भनेर नभनेको कारण त्यो हो। त्यसलाई रोल गर्दै जाने, 1 सेकेन्डमा त 80 देखि 90 स्ट्रोक दिने हो 1 मिनटमा। अनि त्यो चाहिँ 3 mm सम्म कतिखेर आउँछ त्यति बेला अब 2 मिनटमा पनि आउला, 1 मिनटमा पनि आउला, त्यसरी चाहिँ लिने हो कि खास। त्यो चाहिँ त्यही भएर त्यो मिनटै भनेर त्यसरी चाहिँ स्पेसिफाई चाहिँ गर्दैन है त्यो।
हजुर सर हस्। अनि बरु तपाईँले क्वेसन अरू साथीहरूले पनि के सोध्न सक्नुहुन्छ भन्दा सर त्यो 3 mm त कसरी मेजर गर्ने भन्नु होला। त्यसलाई चाहिँ डायल गज भन्ने हुन्छ नि हाम्रो, जसरी तपाईँले स्ट्रक्चरको ल्याबहरू गर्दाखेरि डायल गजहरू हुन्छ नि, नाप्न मिल्छ क्या मसिनो मसिनो कुरालाई पनि त्यसलाई त्यसमा राखेर चाहिँ मेजर गर्न सकिन्छ। त्यो चाहिँ चेक गर्दै जाने हो 3 mm भयो कि भएन आँखाले हेरेर त कहाँ थाहा हुन्छ होइन। हो त्यो चाहिँ नर्मली त्यो चाहिँ मेजर गर्न सकिन्छ। ओके ल त्यसो भने यसलाई चाहिँ हामी पोइन्ट वाइज लेख्दै जाउँ है। ल लेख्नु होला है थ्योरीमा। अब एक नम्बरमा चाहिँ लिक्विड लिमिट भनेर लेख्नुहोस्। लिक्विड लिमिट यसलाई डब्लुएल भनेर राम्रोसँग बुझ्नुहोस्। अहिले अब्जेक्टिभ लेखाउँदा एन्सर भन्नु होला है। ल पोइन्ट वाइज लेखौँ, धेरै लामो थ्योरी पनि चाहिएन। सो पोइन्ट वाइज लेख्दा पहिला त के भन्न सक्ने भयो भन्नुहोस् त, बााउन्ड्री अफ वाटर बिट्विन लिक्विड स्टेट हजुर लिक्विड स्टेट एन्ड प्लास्टिक प्लास्टिक स्टेट है। लिक्विड स्टेट र प्लास्टिक स्टेट बिचको बााउन्ड्री अफ वाटरलाई चाहिँ हामी लिक्विड लिमिट भन्छौँ। अहिलेको फिगरबाटै भन्न सक्नुहुन्छ है त यो। त्यस पछाडि अर्को यो एमसिक्यू भनेर इक्जाममा सोधिराखेको है, यो सेकेन्ड ल्याङ्ग्वेज। अनि इक्जाममा यसको क्वेसन सोध्यो सब्जेक्टिभमा भने यहाँ फेरि एमसिक्यू भनेर लेख्ने होइन नि, यो त एमसिक्यूमा सोधेको छ भनेर मात्रै लेखेको है फेरि। ल ओके त्यसो भने यसैमा यसलाई यसरी सोध्छ, द वाटर कन्टेन्ट at which soil is still in liquid state है। यो भने बुझ्नु भएको छ, अझै पनि भने हो। यो हामीले बााउन्ड्री भने तापनि म्याक्सिमम सोइल चाहिँ कुन अवस्थामा हुन्छ, लिक्विड स्टेटमै हुन्छ है। पानीको मात्रा बढी हुन्छ नि त यसमा, यो LIQUID है। लिक्विड स्टेट एन्ड प्रोभाइड भेरी स्मल सेयर स्ट्रेन्थ। स्ट्रेन्थको हिसाबले सबभन्दा के हुन्छ, थोरै हुन्छ। अरू कहिलेकाहीँ यो एकचोटि मैले कता देखा पनि थिएँ, जस्ट स्टार्ट टु गेन गर्छ है स्ट्रेन्थ भन्यो भने पनि यही हो है। स्ट्रेन्थ चाहिँ जस्ट स्टार्ट टु गेन गर्छ भन्नुको मिनिङ चाहिँ सबभन्दा थोरै स्ट्रेन्थ हुन्छ भने हो त्यो खास। प्लास्टिक प्रोपर्टिज सो गर्न थाल्यो भनेर भन्यो भने पनि यही हुन्छ नि सर। हो एक्ज्याक्टली। प्लास्टिक अब चाहिँ लिक्विड छाडेर यो प्लास्टिकको अलिअलि स्टार्टिङ गोज अन द गेनिङ अफ द प्लास्टिक प्रोपर्टिज, स्टार्ट टु है मात्रै, फुल्ली गएको हुँदैन। ल त्यस पछाडि अर्को पोइन्टमा यसलाई कसरी पत्ता लगाउने रे भन्नुहोस् त। ल सुभाषजी कसरी पत्ता लगाउने भनेको थियो अघि। हजुर सर यो लिक्विड लिमिट चाहिँ कसरी पत्ता लगाउने भनेको थियो नि अघि। त्यो क्रासेगेन्ड एपेटसबाट सर। हो क्यान बी डिटरमाइन्ड बाई क्यासागेरेन एपारेटस। यो ओड ख्याल गर्नु होला है, क्यासागेरेन एपारेटस भनेर। क्यासागेरेन एपारेटसबाट चाहिँ पत्ता लगाइन्छ है त यो। अब हुन्छ क्यासागेरेन एपारेटसमा के मेकानिजम हुन्छ भन्ने कुरा अघि 25 नम्बर अफ ब्लोज एट द रेट अफ कति रे रेट भन्नुहोस् त। 2 revolution per second। ल लेख्नुहोस् है, वाटर कन्टेन्ट corresponding to 25 number of blows at the rate of 2 revolution per second भनेर है। 1 सेकेन्डमा 2टा कम्प्लिट सर्कल हुने गरी 2 रिभोल्युसन पर सेकेन्ड र 25 नम्बर अफ ब्लोज। यो अन्डरलाइन गरेको ख्याल गर्नु होला है, कहिलेकाहीँ यो अब्जेक्टिभमा आउने कुरालाई फोकस गर्न खोजे। यति भयो भने त थ्योरीको लागि पनि त सफिसियन्ट भयो होइन। थ्योरीमा पनि कन्टेन्ट त पुग्यो, धेरै गाह्रो भाषा छैन है, सिम्पल छ, बुझ्न सक्नुहुन्छ है तपाईँहरू यसमा। लिक्विड लिमिटको बारेमा यति कुरा लेख्यो भने अब्जेक्टिभलाई पनि काम लाग्यो, थ्योरीमा पनि सफिसियन्ट हुन्छ। यो चाहिँ अर्को बााउन्ड्री अफ वाटर बिट्विन लिक्विड स्टेट एन्ड द प्लास्टिक स्टेट भयो होला है। नेक्स्टमा जाउँ है। हुन्छ सर जाउँ सर।
अर्कोमा चाहिँ बीमा अब बीमा चाहिँ के थियो प्लास्टिक लिमिट है त प्लास्टिक लिमिट सर एकैचोटि डब्लु अलि हेराइदिनु है सर ल अब प्लास्टिक लिमिटको तपाईँहरूले नै एन्सर भन्नुहोस् त पहिलो के लेख्ने होला सुरुको ऐ पढाएको Boundary of water Water between between state and semi-solid state. हो यो भने बाउन्ड्री अफ वाटर बिट्विन द प्लास्टिक स्टेट एन्ड द सेमी सोलिड स्टेट है ल लेख्नु सबैले त्यही लेख्नु Solid state. ल त्यही लेख्नुहोस् त सबैले बाउन्ड्री अफ वाटर बिट्विन plastic state and semi-solid. semi-solid state. Plastic state and the semi-solid state भन्नु पर्यो है र अर्को हामी लेख्न खोजेको चाहिँ यो MCQ मा म्याक्सिमम सोधेको डेफिनेसन अघि हामीले 3 mm को कुरा गरेका थियौ नि हो त्यही लेख्न खोजेको ल पहिला लेखौं केही कन्फ्युज भयो भने सोध्नु होला the water content at which soil is just start to crumble just start to crumble भन्छ हेर्नुस् त crumble भने चाहिँ बुझ्नु भएन भने ब्रेक भने हो है यो चाहिँ soil is just start to crumble भने भाँचिनु चुडिनु ब्रेक हुनु भने हो है Crack हुनु क्र्याक आउनु भनेको the water content at which soil is just start to crumble ब्रेक हुनु क्र्याक हुनु त्यसमा चाहिँ स्टिप हुनु when rolled into approximately 3 mm in diameter है 3 mm in diameter यो कुरा चाहिँ ख्याल गर्नुस् है the water content at which soil is just start to crumble क्र्याक हुनु ब्रेक हुनु when rolled into approximately 3 mm in diameter त्यसलाई तन्काउन खोज्दा हामी 3 mm सम्म रोल गर्न सकिन्छ भने त्यति बेलाको वाटर कन्टेन्टलाई प्लास्टिक लिमिट भन्छ अब यसो दिमाग लगाउनुस् त तपाईहरुले अघि मैले एटरबक लिमिट कुन टाइपको सोइलमा एक्जिस्ट गर्छ भनेको थिए प्लास्टिक सोइलमा सर Cohesive soil. हैन कोहेसिभ सोइलमा कोहेसिभ सोइल भन्ने बित्तिकै त्यो भित्र के पर्छ सिल्ट र क्ले पर्छ Clay र silt. है अब त्यसो भने त क्लेलाई त रोल गर्न सकिन्छ नि त हामी अब यहाँनिर ग्राभल र बोल्डरलाई त रोल गरेर 3 mm बनाउन सकिन्छ त सकिदैन त्यही भएर फेरि पनि रिपिट गरे मैले एटरबक लिमिट अलवेज एक्जिस्ट इन क्ले एन्ड सिल्ट है क्ले र सिल्टमा चाहिँ एक्जिस्ट गर्छ जसलाई हामी रोल गर्न सक्छौं सर्टेन लिमिटसम्म लान सक्छौं भन्ने कुरा चाहिँ आउँछ है ल त्यसपछि सी मा जानुस् अर्को भनेको श्रिङ्केज लिमिट ल श्रिङ्केज लिमिटलाई WS भनेर लेख्नुस् है श्रिङ्केज भने चाहिँ WS ल यो पनि साथीले भन्नुस् त पहिलो डेफिनेसन के लेख्ने होला boundary of water between semi-solid and solid state. and solid state. ल त्यही लेख्नुस् है बाउन्ड्री अफ वाटर बिट्विन semi-solid and solid state भनेर है semi-solid and the solid state एउटा अर्को भनेको यसैमा हेर्नुस् है the decrease of water content does not change in the volume of soil mass है बुझ्नुभयो यो लेखेको पानीको मात्रा घटाउँदै जाँदा पनि त्यसको भोल्युममा कुनै चेन्ज आउँदैन भने
त्यति बेलाको लिमिट के हो भन्न सोध्यो भने श्रिङ्केज लिमिट हो भनेर टिक लगाउनु पर्यो। यसले त्यही भने हो, डिक्रिज अफ वाटर कन्टेन्ट डज नट चेन्ज इन द भोल्युम अफ सोइल मास है। कुनै पनि सोइल मासको भोल्युम चाहिँ पानीको मात्रा घटाउँदै जाँदा त्यसमा चेन्ज आउँदैन भने त्यति बेलाको वाटर कन्टेन्ट भनेकै के रहेछ, श्रिङ्केज लिमिट रहेछ भनेर। यसलाई अर्को भाषा पनि लेख्नुहोस्, द भोल्युम अफ सोइल मास रिमेन्स कन्स्टेन्ट भन्यो भने रिमेन कन्स्टेन्ट ड्यू टु डिक्रिज अफ वाटर कन्टेन्ट, है। यहाँ ख्याल गर्नुहोस् है, द भोल्युम अफ सोइल मास रिमेन्स कन्स्टेन्ट भन्ने वर्ड आयो भने भोल्युम चाहिँ कन्स्टेन्ट हुन्छ, पानीको मात्रा घटाउँदै जाँदा इभन इफ वाटर इज डिक्रिज नो चेन्ज अन द भोल्युम है। भोल्युममा कुनै चेन्ज आउँदैन भने त्यति बेलाको लिमिटलाई चाहिँ हामी के भन्छौँ, श्रिङ्केज लिमिट भन्छौँ भनेर टिक लगाउनु होला। अब यो घोकिराख्नुपर्छ त, धेरै कुरा त आइडिया पनि भइसक्यो नि होइन। तपाईँलाई लेख्दाखेरि सिम्पल भाषा छ, थ्योरीमा। हजुर राहुलजी के सोध्न खोज्नु भएको थियो कि? होइन, फिगरबाट धेरै आइडिया आयो भन्नाले। त्यही त, त्यो मेन त फिगरै हो। त्यो फिगर त दिमागमा राखिराख्नु होला, अब्जेक्टिभलाई पनि धेरै काम लाग्छ है। त्यो थ्योरी सोध्यो भने पनि त्यसैबाट हो, अब्जेक्टिभ थ्योरी दुईटै त्यहीँबाट भन्ने भयो। हजुर त्यसैबाट। ल अब त्यसो भए कति तपाईँले बुझ्नुभयो चेक गरौँ है, एमसिक्यूबाट हेरौँ त्यसो भए। एकचोटि त्यो कन्सिस्टेन्सी अफ सोइलको यसो देखाउनु मिल्छ? लास्टमा हेर्ने हो कि साथी, सब स्क्रिनसट हान्ने हो लास्टमा पक्का। अब भयो सर। ल छुटेकोमा लास्टमा स्क्रिनसट गर्नु होला। ल त्यस पछाडि हामी यसको एमसिक्यू क्वेसन हेरौँ है त। ल एमसिक्यू भनेर लेख्नुहोस् है। क्वेसन नम्बर 1, द रिडक्सन अफ वाटर कन्टेन्ट beyond the shrinkage limit, the soil will be in option A, liquid state, option B मा plastic state, option C मा semi solid state, and option D मा चाहिँ solid state. The reduction of water content beyond the shrinkage limit, the soil will be in भन्न सोधेको छ। अहिलेको फिगर सम्झिनु पर्यो, यसको लागि पनि अहिलेको फिगरै याद हुनु पर्यो होइन। सोलिड स्टेट नै हुन्छ नि सर, कन्स्टेन्टमा रहेको सोलिड स्टेट। बियोन्ड द श्रिङ्केज लिमिट भनेर। अब यहाँनिर अहिलेको फिगरलाई हेर्नुभयो भने यस्तो टाइपको फिगर थियो हामीसँग। दिस इज द WL, दिस इज WP एन्ड दिस इज WS। यसमा यो चाहिँ लिक्विड भयो, दिस इज द लिक्विड, यो भनेको प्लास्टिक, दिस इज प्लास्टिक, यो चाहिँ सेमी सोलिड र यो चाहिँ सोलिड। ए होइन त हामीले पढेको? ओके ल त्यसो हो भने अब यहाँनिर हेर्नुहोस्, बियोन्ड भने कता भने होला? बियोन्ड भने यसको बियोन्ड भने कता, लेफ्टतिर कि राइटतिर? लेफ्टतिर भने भन्नुहोस् त ल, बियोन्ड भने कता? कसैले बियोन्ड भन्यो भने कता बुझ्ने, लेफ्टतिर बुझ्ने कि राइटतिर बुझ्ने? यहाँ बियोन्ड भनेको छ नि त, लेफ्टतिर सर, पछाडि लेफ्टतिर सर। कसरी बुझ्ने, लेफ्टतिर भनेर किन? सर कसको बियोन्डमा भनेको छ त्यसरी सर बुझ्दैन। जस्तै यहाँ श्रिङ्केज लिमिटको बियोन्ड बनाएको छ, त्यसको पछाडि बियोन्ड बनाएर पछाडि भनेर कसरी थाहा भयो? अगाडि पनि त हुनसक्छ। अगाडि पनि हुनसक्छ सर, तर यसमा चाहिँ हामीले वाटर कन्टेन्ट घटाउँदै ल्याएको त्यो जुन प्रोसेस छ नि, त्यो कारणले चाहिँ हामीले पछाडि बुझेको। रिडक्सन अफ वाटर लिमिट भनेको छ नि। ओ एक्ज्याक्टली, एउटा वर्ड छ, हरेक वर्डमा खेल्ने हो। हेर्नुहोस् एमसिक्यूमा केही कुरा त धेरै कुरा त क्वेसनमा नै हुन्छ, त्यसलाई तपाईँले बुझ्न सक्नुभयो भने एन्सर टिक लगाउने कुनै गाह्रो हुँदैन। यहाँनिर अरू केही कारणले गर्दा होइन, यो रिडक्सन भन्ने कारणले गर्दा हो। ध्यान दिनुहोस्, यहाँ बियोन्ड भने हेर्नुहोस् जता पनि हुनसक्छ, लेफ्ट पनि हुनसक्छ, राइट पनि हुनसक्छ।
यही क्वेसनमा तपाईँलाई इन्क्रिज अफ वाटर कन्टेन्ट पनि त सोध्न सक्छ नि त इक्जाममा। सकियो। हजुर सर। हेर्नुहोस् त इन्क्रिज अफ वाटर कन्टेन्ट पनि त सोध्न सक्यो नि त यसैमा। अहिले तपाईँले बियोन्ड भने लेफ्टतिर नै हो भनेर कसरी थाहा भयो भन्दा रिडक्सन भनेको कारणले गर्दा थाहा भयो। यसैमा इन्क्रिज अफ वाटर कन्टेन्ट भन्दाखेरि अब चाहिँ राइटतिर हो भन्ने थाहा पाउनु पर्यो। हेर्नुहोस् त्यही भएर ओल्ड वर्डलाई ख्याल गर्नुहोस् है। यो रिडक्सन भनेको कारणले गर्दा पानीको मात्रा घटाउँदै घटाउँदै श्रिङ्केज लिमिट भन्दा पनि पछाडिसम्म घटाइन्छ भने सोइल कुन अवस्थामा रहन्छ भन्न सोध्या त हो नि। त्यही होइन यसको भाषा। पानीको मात्रा घटाउँदै घटाउँदै जाँदा श्रिङ्केज लिमिट भन्दा पनि पछाडिसम्म घटाइन्छ भने अब सोइल कुन अवस्थामा रहन्छ टिक लगाउनुहोस् भने त हो नि। भनेपछि यो त सिम्पल भयो बुझेपछि त। रिडक्सन भने घटाउँदै जाने रहेछ, श्रिङ्केज लिमिट भन्दा पनि पछाडितिर घटायो भने त केमा बस्छ यो सोलिड स्टेटमा बस्छ है। त्यही भएर अब यसमा नोट गर्नुहोस्। फेरि अहिले त बुझिन्छ, 2 दिन पछाडि हेर्दा बिर्सिन्छ। फेरि नोटमा लेख्नुहोस्। इन्क्रिज अफ वाटर कन्टेन्ट जस्ट बियोन्ड द श्रिङ्केज लिमिट भनेर आयो भने यही क्वेसनमा है, इन्क्रिज अफ वाटर कन्टेन्ट जस्ट बियोन्ड द श्रिङ्केज लिमिट, जस्ट बियोन्ड द श्रिङ्केज लिमिट भन्यो भने ल साथीहरूले टिक लगाउनुहोस् त। केमा टिक लगाउने है? इन्क्रिज अफ वाटर कन्टेन्ट जस्ट बियोन्ड द श्रिङ्केज भन्दा अब राइटतिर हेर्नु पर्यो। त्यो भने सेमी सोलिड, सेमी सोलिड स्टेट हो है त्यो भने। यहाँनिर ओड हेर्नु पर्यो। रिडक्सन भनेको छ कि इन्क्रिज भनेको छ। इन्क्रिजको ठाउँमा रिडक्सनको ठाउँमा इन्क्रिमेन्टल भनेर पनि सोध्न सक्छ। रिडक्सनको अपोजिट भनेको इन्क्रिमेन्टल पनि हो। हरिओम गुप्ताजी तपाईँको म्युट गर्नुहोस् है। ल ओके, नेक्स्ट क्वेसनमा जाउँ है त। अर्को त्यसो भए हस् सर। ल MCQ question number 2. Okay, the decrease of water content, the decrease of water content, the decrease of water content results decrease in the volume of soil mass, decrease in the volume of soil mass, decrease in the volume of soil mass. The soil will be in option A, liquid state, option B मा plastic state, option C मा semi solid state, option D मा चाहिँ all of the above। कहिलेकाहीँ झुक्काउँछ नि यो all of the above ले। धेरै जसोमा त हुन्छ, प्राय जसोमा हुँदैन। फेरि all of the above। अल अफ दी एबभ हुन्छ सर यसको एन्सर त। हो स्योर हो? एकचोटि सोच्नुहोस् है राम्रोसँग। द डिक्रिज अफ वाटर कन्टेन्ट डिक्रिजिङ। ल एकचोटि टिक लगायो भने इरेज गर्न त मिल्दैन लोकस्यामा। त्यही भएर सोचेर एन्सर दिनु होला है। जानेको चाहिँ मिस्टेक गर्ने नै होइन। सबैमा जाने भयो घटाउँदै आएपछि त हो ल त्यसो भने यसमा हेर्नुहोस् है। यहाँनिर यस्तो टाइपको त हो नि अहिले सोधेको। दिस इज WL, दिस इज WP, दिस इज WS। यो चाहिँ लिक्विड भयो। दिस इज द प्लास्टिक, दिस इज सेमी सोलिड एन्ड दिस इज सोलिड है। सो अहिले के भनेको छ हेर्नुहोस् त। द डिक्रिज अफ वाटर कन्टेन्ट रिजल्ट डिक्रिज इन द भोल्युम अफ सोइल मास। पानीको मात्रा घटाउँदै घटाउँदै जाँदा सोइलको भोल्युम पनि घट्दै जान्छ भने सोइल कुन अवस्थामा रहन्छ भन्न सोधेको त हो नि क्वेसनले, होइन र? हजुर सर। यो केसमा के भयो भन्दा यो ठाउँमा पानी हुँदा त्यति बेलाको भोल्युम यति रहेछ। अब पानी घटाएर प्लास्टिकमा आउनुहोस् त। प्लास्टिकमा आउँदा पानीको मात्रा घटाउँदा भोल्युम पनि अघिबाट घटेर यहाँ आइसक्यो। सेमी सोलिडसम्म आइपुग्दा पानी घटाउँदै जाँदा भोल्युम पनि घटिरहेछ भनेपछि अब यहाँ कन्डिसन के भयो भन्दा सोलिड स्टेट भन्दा पछाडितिर आउँदा जति पानी घटाए पनि भोल्युम घट्नेवाला छैन। भनेपछि कुन कुन स्टेटमा घट्यो भन्दा लिक्विड स्टेटमा पनि घटेको छ, प्लास्टिक स्टेटमा पनि घटेको छ, सेमी सोलिड स्टेटमा पनि घटेको छ। सो यसको राइट एन्सर के भयो? अल अफ द अबोभ भयो।
यसको एन्सर चाहिँ अल अफ दि अबोभ नै भयो। अब एउटा क्वेसन सोध्छु है त, यति बुझिसक्नु भएको छ भने एन्सर भन्नु होला। मैले यो क्वेसनमा केही चेन्ज गरेन, थोरै एक ठाउँमा चेन्ज गरेँ, सानो पोइन्ट चेन्ज गरेँ है। अप्सन सबै सेम छ, सुन्नुहोस् राम्रोसँग। द डिक्रिज अफ वाटर कन्टेन्ट रिजल्ट डिक्रिज अफ वाटर कन्टेन्ट रिजल्ट डिक्रिज इन द भोल्युम अफ सोइल मास अप टु भन्ने मात्रै भने मैले, अप टु द सोइल विल बी इन भन्यो। ल एन्सर भन्नुहोस्। सेमी सोलिड सेमी सोलिड स्टेट सलिड हुने भयो, त्योभन्दा यता त कन्स्टेन्ट रहन्छ। भनेपछि अहिले मैले के सोधेँ भन्दा पानीको मात्रा घटाउँदै घटाउँदै जाँदा भोल्युम पनि घट्दै जान्छ भने कहाँसम्म घट्छ भनेर सोधेँ। अब अप टु भने सम्म श्रिङ्केज लिमिट अप्सन यही छ, लिमिटेड छोडिदिनुहोस्, अप्सन यही छ। सेमी सोलिड स्टेट सेमी सोलिड लिमिट एक्ज्याक्टली, पानीको मात्रा घटाउँदै घटाउँदै जाँदा भोल्युम पनि घट्दै जान्छ भने कहाँसम्म घट्छ, ख्याल गर्नुहोस् है। वर्ड अप टु भन्ने वर्ड आछ भने कहाँसम्म भने हो, त्यो भने सेमी सोलिड द राइट एन्सर। कहाँसम्म भन्यो भने त सेमी सोलिडसम्म घट्छ, सेमी सोलिड भन्दा लेफ्टतिर त घट्दैन। भनेपछि यही क्वेसनमा अप टु भन्न आयो भने सेमी सोलिड, त्यो अप टु भन्ने आएन भने त तिनटैमा घट्छ, लिक्विड स्टेट, प्लास्टिक स्टेट र सेमी सोलिड सबैमा घट्छ। कुरा बुझ्नुभयो? यसरी पनि सोध्छ, वर्ड ख्याल गर्नु होला है। लोकसेवा गाह्रो हुँदै होइन कि, खालि हामीले पढ्ने तरिकाले गाह्रो भयो हो। गाह्रोलाई सजिलो बनाउने हो, सजिलोलाई गाह्रो बनायो भने झन् गाह्रो हुन्छ। ल त्यसो भने एउटा नोटमा लेख्नुहोस् त ल। स्ट्रेन्थको हिसाबले कहिलेकाहीँ कम्पेरिजन गर्न सोध्छ तपाईँलाई, स्ट्रेन्थको हिसाबले है। स्ट्रेन्थ अफ सोइल भन्यो भने, स्ट्रेन्थ अफ सोइल भन्यो भने सोइलको स्ट्रेन्थ चाहिँ कुन कुनमा बढ्छ भन्ने कुरामा स्ट्रेन्थ अफ सोइल सबभन्दा बढी कहाँ हुँदो रहेछ हेर्नुहोस् त, श्रिङ्केज लिमिट, श्रिङ्केज लिमिट। त्योभन्दा कम केमा हुन्छ, प्लास्टिक, प्लास्टिक लिमिट। त्योभन्दा कम भनेको है लिक्विड लिमिट। यो कम्पेरिजन भनेको यहाँ चाहिँ डिक्रिजिङ अर्डर भन्नुहोस् है, एरो ख्याल गर्नु होला है। यो एरो, यसलाई चाहिँ डिक्रिजिङ अर्डर भन्छ है। यो के बुझिँदैन हेर्नुहोस् त, यो एरोले भनेको कुरा बुझिन्छ? डिक्रिजिङ अर्डर भनेको श्रिङ्केजमा सबभन्दा बढी भयो, त्योभन्दा कम चाहिँ प्लास्टिकमा भयो, त्योभन्दा कम चाहिँ लिक्विड लिमिट भयो है। डिक्रिजिङ अर्डर अफ स्ट्रेन्थ अफ द सोइल, स्ट्रेन्थ अफ सोइल है, डिक्रिजिङ अर्डर अफ स्ट्रेन्थ अफ सोइल भनेर।